So I have to ask you, how did you get into this field? You did so much in such a young age, Nita. She did that say where you are here right now, Nita. Very true, very true. So यस्तो क्लब्सहरू अर्गनाइजेसन्सहरू चाहिँ जोइन गर्नु आफ्नो जर्नी मैले त्यहीँबाट सुरु गरेको. So I think this is the best place to start your journey. हामीले चाहिँ अब एक्ट्रेस बिबुसा चाहिँ फेरि देख्न पाउँछौँ कि पाउँदैन मलाई त. So if you are a public speaker, you should have this very important quality, that is preparedness. You should always be prepared. So त्यही हो, humble रहनु लाइफमा, humble राख्नु आफूलाई जहाँ पुगे पनि. And keep spreading smiles. Life सबैको नै गाह्रो हुन्छ. Life is not that easy. तर लाइफको सुन्दरता नै त्यही हो. सधैँ राम्रो हुँदैन, सधैँ नराम्रो पनि हुँदैन. That's the beauty of life and embrace it to the fullest. Hello and namaskar. Welcome to the Prikuti podcast, a space where we meet people from diverse backgrounds and discover what makes their journey really unique. This podcast is brought to you by Sip and Skip, and I'm your lovely host, Leo Rashmi Pariyar, and I'm very excited to have you all join us here in our very first episode. The आजको guest चाहिँ एकदमै हामीसँग एकदम special guest हुनुहुन्छ. She is a very talented media person, an EMC, and also brand ambassador of Nepal Kabaddi Association, Leo Bibusa Basnet. She is also past president of Leo Club of Kathmandu Prikuti and current chief advisor. So you podcast भएको कारणले गर्दाखेरि चाहिँ rather than introducing her formally, we will jump into the conversation where it clicks. So let's get into it. So I have to ask you, how did you get into this field? You did so much in such a young age, Nita. धेरै अचिभ गरिसक्नुभयो. So how did you really हजुरको त्यो प्रोफेसनल फुटिङ चाहिँ भनौँ न कहाँबाट चाहिँ स्टार्ट भयो? I want to correct you. I'm just in the process जस्तो लाग्छ मलाई चाहिँ. मैले धेरै गरिसकेँ भनेर चाहिँ मलाई कहिले पनि रियलाइजेसन हुँदैन. अनि लाइफमा कस्तो रहेछ भने if you feel like you have done enough of it, you get fed up and you stop doing that. के त्यो एउटा ग्रोथको ल्याडर चढ्दा चढ्दै नै बिचमा नै रोकिन्छ जस्तो लाग्छ के. If you feel like I have achieved everything भनेपछि अब सकियो जस्तो लाग्दो रहेछ. So the more you have that hunger and the more you think that you are not doing enough and you need to excel and grow each day, त्यसले चाहिँ झन् अगाडि बढ्नको लागि मोटिभेसन दिन्छ जस्तो लाग्छ. So I feel like I've not done anything yet and I still need to thrive a lot that I'm doing every day. Talking about how I started, it actually started with Leo only. I want to say that. मैले जहाँ पनि कुरा हुँदाखेरि मलाई धेरैजनाले सोध्नुहुन्छ कसरी सुरु भयो प्रोफेसनल करियर एन्ड अल. अनि लियोमै भएको साथीहरूले पनि जुन बिबुसालाई लियोमा जोइन गर्दै गर्दा देखेको र जुन बिबुसालाई अहिले देखिरहनु भएको छ धेरै फरक पाउनुहुन्छ अनि उहाँहरूले पनि भन्नुहुन्छ. तर मेरो जर्नी सुरु भएको लियोबाट नै हो. आई गट द्याट प्लेटफर्म विच आई वाज इन निड अफ. जुन प्लेटफर्म मैले खोजिरहेको थिएँ त्यो चाहिँ मैले लियोमा नै पाएको. स्कुल कलेज लाइफमा पनि पब्लिक स्पिकिङ नगर्ने होइन गरेको. तर सायद त्यति बेला म पनि रेडी थिइनँ होला. कति ठाउँमा चाहिँ आफूले कति प्र्याक्टिस गरेर इफोर्ट लगाउँदै गर्दा पनि आई वाज नट गिभन द्याट चान्स अर मेबी बिकज समवन एल्स वाज डुइङ बेटर देन मी. त्यो भएर पनि हुनसक्छ. तर आई ह्याड नट गटन इट. बट अब लियोमा आएपछि चाहिँ त्यो एउटा सिक्ने सिकाउने प्रक्रिया दुवैसँगै भयो भनौँ. मैले पनि धेरै कुरा सिकेँ, मबाट पनि धेरै कुरा मैले सिकाउन पाएँ, मेरो एक्सपिरियन्स सेयर गर्न पाएँ. लियोबाटै सुरु भयो. लियोमा पब्लिक स्पिकिङ गर्यो, प्रोग्राम होस्ट गर्यो, आज प्रोग्राम बिगाऱ्यो, भोलि प्रोग्राम बिगाऱ्यो, पर्सिबाट प्रोग्राम राम्रो गर्न लाग्यो. अनि एउटा प्रोग्राम कस्तो फर्मेटमा हुन्छ या मिडियामा आउँदा या पब्लिक स्पिकिङ गर्दा कसरी गर्नुपर्छ टेक्निकल हिसाबले सिस्टमेटिक त्यो चाहिँ लियोबाटै सिक्यो. अनि मैले अहिलेसम्म त्यही भएर कुनै पनि त्यस्तो ट्रेनिङ फर्मल ट्रेनिङ्स लिएको चाहिँ छैन. अनि लियो बिकेम माई प्लेटफर्म, इट बिकेम माई स्कुल. इट स्टिल इज. आइ एम स्टिल लर्निङ एन्ड आइ एम स्टिल there only. म अहिले पनि लियोमा नै छु as you know. So it all started with Leo. त्यसपछि I started television. I started doing multiple shows, प्रोग्रामहरू त्यहाँ आफूले काम गर्न लागेँ. फर्स्टमा प्रेजेन्टरको रूपमा काम गरेँ, पछि प्रोग्रामको टेक्निकलिटिजहरू सबै कुरा बुझेर प्रोडक्सनमा पनि आई स्टार्टेड डुइङ. अनि एक्सपिरियन्स लिएँ. त्यसपछि चाहिँ एज अ फ्रिलान्सर नै आई एम ट्राइङ टु ग्रुम एन्ड ग्रो माइसेल्फ द्याट वे ओन्ली. कस्तो राम्रो कुरा भन्नुभयो कि त्यो इट्स भेरी सरप्राइजिङ. फेरि के त्यो प्रोफेसनल केही ट्रेनिङ लिनु भएको छैन भन्नुभयो नि त फर्मल. किनकि द वे यु टक होइन इट्स सो ग्रेसफुल.
अनि यस्तो हजुरको पहिला न्युज प्रेजेन्ट गरेको मैले न्युज पनि हेरेको थिएँ कि त्यसमा पनि युएस हो प्रोफेसनल कसैले हेर्ने बेलामा चाहिँ 18 इयर ओल्डले भन्यो 19 इयर ओल्डले भन्यो होला र भन्ने टाइपको हुन्छ नि जुन त्यो देखिँदैन कि सो इट्स भेरी सरप्राइजिङ अनि त्यसपछि लियोको जर्नीको कुरा गर्दाखेरि चाहिँ होइन अब लियोको जर्नीमा चाहिँ हजुरले धेरै मान्छेहरू भेट्नुहुन्छ नि त भेटिन्छ कति कुराहरू सिकिन्छ होइन त्यस्तो हुँदै गर्दाखेरि चाहिँ अब हजुरले चाहिँ भेट्नुभएको पिपल्सहरू होइन जसले चाहिँ एकदमै इम्प्याक्ट गर्नुभयो क्या हजुरको जर्नीमा अथवा द वे यु भ्यू थिङ्स अर द वे यु क्यारी यर सेल्फ आफ्नो एउटा मोटो भनौँ न त्यसमा इम्प्याक्ट गर्नुभएको त्यस्तो कोही हुनुहुन्छ एक्चुली अ लट अफ पिपल भन्छु एभ्री डे अब नयाँ मान्छे लियोमा पनि भेटि नै रहेको हुन्छौँ हामीले अब यहाँ मैले नाम लिँदै गर्दा धेरैजनाको नाम लिन पर्ने हुन्छ तर एकदमै धेरै मान्छेहरूसँग म एकदम ग्रेटफुल पनि छु जुन हिसाबले मैले लियो जर्नी स्टार्ट गरेँ फर्स्टमा त मलाई ल लियो क्लब छ भनेर चिनाउने व्यक्तिलाई नै सम्झिनुपर्छ जस्तो लाग्छ लियो मनी कार्की वाज द प्रेसिडेन्ट बिफोर मी लियो क्लब अफ काठमाडौँ ब्रिगुटीको प्रेसिडेन्ट हाम्रो पास्ट प्रेसिडेन्ट मनीजी उहाँले जसरी मलाई इन्ट्रोड्युस गर्नुभयो र जसरी लियो बुझाउनु भयो लियोमा लिएर आउनुभयो त्यसको लागि चाहिँ म एकदम ग्रेटफुल छु अनि अब त्यसपछि अगाडि बढ्दै गर्दा हाम्रो अरू प्रेसिडेन्ट्सहरू अरू साथीहरू जो यो जर्नीमा कहिलेकाहीँ अब सँगै अगाडि बढ्यो कतिजना छुट्नु पनि भयो त्यो सधैँ बाटो हिँडिरहँदाखेरि एउटै डेस्टिनेसन हुँदैन सबैको अनि बिचमा काहीँ न काहीँ पुगेपछि चाहिँ बाटो फेरिन्छ बाटो छुट्टिन्छ जस्तो लाग्छ कतिजना छुटेर पनि जानुभयो आयुषाजी हुनुहुन्थ्यो लियो आयुषा नेपाली त्यसै गरी म प्रेसिडेन्ट हुँदा मलाई एज अ सेक्रेटरी एकदमै धेरै नै मेरो सपोर्ट सिस्टम भनौँ न त्यसको रूपमा अगाडि बढ्नुभएको सुवानीजी अल दिस पिपल कस्तो भने सुवानीजी र म चाहिँ त्यो अपोजिट्स अट्र्याक्ट भनिन्छ नि त्यसको एउटा रेफरेन्स या ज्वलन्त उदाहरण पनि हो जस्तो लाग्छ म एकदम धेरै आउटस्पोकन बोल्ने एज इन पब्लिकमा प्रेजेन्ट हुन खोज्ने सुवानीजी चाहिँ सी वाज अ प्रपर बिहाइन्ड द सिन्सको एभ्रिथिङ ह्यान्डलर होइन एकदम सबै कुरा केओसहरू मिलाउने अनि अलिकति भएको कुरा नभएको कुराहरूमा ठ्याक्क अनेस्टली ओपिनियन राख्ने विद्रोह गर्ने सबै कुरालाई चाहिँ अन फेस भन्न सक्ने हुनुहुन्थ्यो कि उहाँ चाहिँ विच इज भेरी गुड विच आई ल्याक इन म चाहिँ मान्छेहरूसँग त्यसरी भन्न सक्दिनँ कि कति ठाउँमा चाहिँ आई एम युजुअली पोलाइट एन्ड समटाइम्स पिपल टेक माई पोलाइटनेस फर ग्रान्टेड अनि उहाँसँग काम गर्ने अब अवसर भयो एउटा छुट्टै पर्सपेक्टिभबाट लाइफलाई लिए अनि लियोलाई पनि छुट्टै पर्सपेक्टिभबाट सोच्न पाइयो अब त्यस्तै अब अहिले हाम्रो प्रेसिडेन्टज्यू जो हुनुहुन्छ कवीर शर्मा उहाँले छुट्टै हिसाबले लियो क्लब अफ काठमाडौँ भ्रिकुटीलाई इम्प्याक्ट पारिरहनु भएको छ ग्रो गरिरहनु भएको छ विच आइ एम एक्चुली भेरी प्राउड अफ विच आइ एम रियली ह्याप्पी टु सी अब मनिषलाई बिर्सिने कुरा आएन आज कुरा हुँदै गर्दा नि मलाई किन भ्रिकुटीको मात्रै नै धेरै याद आइरहेको छ सायद त्यो एउटा घर भनेको घर नै हो रहेछ जस्तो लाग्छ एक्ज्याक्टली अब धेरैजनासँग भेट्यो लियो साथीहरू अरू पनि हुनुहुन्छ तर जुन घरबाट हामी आयौँ त्यो घरको परिवारलाई चाहिँ फर्स्टमा सम्झिँदो रहेछ याद हुँदो रहेछ क्या अनि उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु अब त्यसै गरी लास्ट इयर हाम्रो मल्टिपल डिस्ट्रिक्टको एमडिपी जो हुनुहुन्थ्यो अस्मिताजी उहाँले चाहिँ डिफ्रेन्ट हिसाबले मोटिभेट गर्नुभयो भन्छु म नट जस्ट मी बट आई थिङ्क अल अफ द वुमेन जति पनि लियोमा लियो वुमेनहरू हुनुहुन्छ उहाँहरूलाई नै सबैजनालाई डिफ्रेन्टली मोटिभेट गर्नुभयो होला जस्तो लाग्छ अनि नेपालको 50 इयर्सको हिस्ट्रीमा कोही वुमेनले त्यो नेतृत्व गर्ने अवसर पाइरहेको थियो एक्ज्याक्टली अनि उहाँको इम्प्याक्ट पनि एकदम लङ लास्टिङ हुन्छ जस्तो लाग्छ नट जस्ट मी आई वान्ट टु रिमेम्बर हर यहीँबाट बट आई थिङ्क फर एभ्रीबडी सो अ लट अफ पिपल इभन अहिले रश्मिजीसँग कन्भर्सेसन हुँदैछ होइन हाम्रो आजको यो मेमोरी पनि मेरो लागि लाइफ लङ मेमोरी हुन्छ बिकज वी आर काइन्ड अफ म जुन ठाउँमा हुन्थेँ त्यो ठाउँमा हजुर बसिरहनु भएको छ र मैले प्रश्न सोध्ने होइन मैले प्रश्नलाई फेस गर्ने ठाउँमा यु आर द फर्स्ट पर्सन जसले मलाई प्रश्न सोधिरहनु भएको डिफ्रेन्ट वेमा इम्प्याक्ट तपाईँले पनि मेरो लाइफमा लियो जर्नीमा डेफिनेटली राखि नै रहनु थ्याङ्क यू सो मच इट मिन्स अ लट टु मी के अनि अब भ्रिकुटीको कुरा गरिहाल्यौँ हामीले होइन भ्रिकुटीमा हजुरको बिग चङ्क अफ जर्नी भ्रिकुटीमै भएको छ अनि भ्रिकुटीमा हुँदै गर्दाखेरि चाहिँ एकदम मेमोरेबल मोमेन्ट्सहरू के कुनै इभेन्ट्सहरू तपाईँले कोअर्डिनेट गरेको धेरै नै गर्नुभयो होइन अनि त्यसमा चाहिँ एकदम मेमोरेबल हुन्छ यो कुरा सम्झ्यो भने चाहिँ म अहिले पनि हाँस्छु भन्ने खाले हुन्छ नि कुनै
और एकदम मेमोरेबल जोस् हजुरले अहिलेसम्म बिर्सिनै नसक्ने मेमोरी के कुनै ब्रेकुटीमा हुँदै गर्दाको कुनै इभेन्टको? A lot of them actually. यति धेरै मेमोरी छ तर मलाई अहिले भन्दै गर्दा एकदमै फन्नी मेमोरी ठ्याक्क माइन्डमा स्ट्राइक गर्यो. I think a few years back नै हो, I think 2-3 years back हाम्रो दिल्ली खेलमा चाहिँ काउन्सिल मिटिङ भएको थियो. हजुर हजुर. अनि लियोको काउन्सिल मिटिङ भन्ने बित्तिकै इट्स लाइक अ फेस्टिभल फर लियोज एन्ड इट्स लाइक म्यासिभ सेलिब्रेसन, एकदमै ठुलो सेलिब्रेसनको रूपमा हामीले लिन्छौँ. त्यहाँ म जानुपर्ने थियो स्याटरडे मर्निङमा, बट देन ल आज अहिले नै हामी निस्किन लागेको जाउँ भनेर हाम्रो लियो मनिष अर्यालजी अनि लगायत लियो निरजजीहरू पनि हुनुहुन्थ्यो होला. हामी सबै टिम रातिको 8 बजे काठमाडौँदेखि दुग्ली खेलको लागि निस्क्यौँ. त्यो पनि बाइकमा. बाटोमा मलाई एकदम टिप्परदेखि डर लाग्ने, यति धेरै टिप्परको बिचबाट मनिषले मलाई लिएर जानुभएको थियो. मनिषजीसँग बसेको थिएँ, मलाई अझै पनि याद छ. सो 10 to 15 मिनट्समा प्याकअप अनि ल भोलि प्रोग्राम छ निस्क्यौँ भनेर निस्क्यौँ. राति पुग्यौँ. त्यहाँ पुगेपछि अनि बस्यौँ सबैजना. वी वर लाइक 6 to 7 पिपल. हामीलाई रुम अलोकेट गरिएको थियो, बट देन हामी त लियो हो, हामी सबै बस्ने रमाइलो गर्ने भन्ने हुन्छ नि त एउटा किसिमको. अनि त्यो भएपछि हामी 6-7 जना एउटै रुममा बस्यौँ. अनि त्यसपछि सुवानीजी, म, आइसाजी, धेरैजना थियौँ, क्रान्तिजी, धेरैजना हुनुहुन्छ अहिले सम्झिँदाखेरि. के भयो भने म चाहिँ ल ठिक छ अब बेलुका गेम सेम खेल्यो, एउटै रुममा बसेपछि सेयर गऱ्यो, गफ गऱ्यो नि ल सुत्यो भने सुत्यो. हजुर. अनि आइसाजी हुनुहुन्थ्यो. आइसाजी चाहिँ भोलि बिहान आउनेवाला हुनुहुन्थ्यो. अनि आइसाजी ल मेरो चाहिँ ल भोलि बिहान सँगै जाने भन्ने कुरा थियो. आइसाजीलाई मैले मिस गरेछु भन्नलाई, म गइसकेँ पुगिसकेँ भन्दिनछु. त्यहाँ पुगेपछि बेलुका सुत्यो. बिहान मैले लगभग 5-6 बजेदेखिको अलार्म राखेको थिएँ होला. त्यो अलार्मले सबजना उठ्नु भएछ, सबैजनालाई उठाएछ. आइसाजीले मलाई 15 देखि 20 चोटि कल गर्नुभएछ तर म उठेन. त्यसपछि मलाई यति धेरै सुन्नु पर्यो. When I sleep, I am dead. त्यसरी सुत्छु म. अनि सुवानीजी वाज आई थिङ्क स्लिपिङ विथ मी. हामी एउटै बेड सेयर गरिरहेको थियो होला, एउटै रुममा थियौँ. अनि सुवानीजीले अझै पनि भन्नुहुन्छ कि त्यो इन्सिडेन्ट. त्यो सँगसँगै अर्को इन्सिडेन्ट चाहिँ यस्तै फन्नी इन्सिडेन्ट. बङ्गलादेशबाट हामी फर्किरहेका थियौँ. म, लियो कुशलजी, लियो सुवानीजी, लियो सुषमाजी एउटै फ्लाइटमा थियौँ. अनि हामी 3 जना फिमेल चाहिँ एउटै सिटमा थियौँ. म विन्डो सिटमा थिएँ, बिचमा सुवानीजी, छेउमा सुषमाजी. बङ्गलादेशबाट फर्किँदा पनि सिमिलर इन्सिडेन्ट. आई स्लेप्ट सो ब्याड द्याट दे वर प्यानिकिङ के. म उठ्दै उठिनँ नि त. म यति धेरै नराम्रोसँग सुतेँ कि उहाँहरूले मलाई उठाउनै सक्नु भएन. अनि म ब्युजिदाको अझै पनि उहाँहरूको एक्सप्रेसन सम्झिन्छु. ब्युजिदाको त्यो लाइक बिउसा के भयो यस्तो डराइसक्नु भएको थियो कि. सो यस्तो इन्सिडेन्टहरू चाहिँ याद आउँछ. अब कामको कुराहरू धेरै नै छ, धेरै मेमोरी छ, तर ट्राभल गर्दाको यस्तो मेमोरिजहरू चाहिँ इट अलवेज स्टेज भनौँ. हजुर. ट्राभलको कुरा निस्किहाल्यो होइन. म ट्राभलको कुरा सोध्छु हजुरलाई. ट्राभल गर्दाखेरि हजुरले त अब कामको सिलसिलामा कति ट्राभल गर्नुपर्ने हुन्छ नि त. सो अब कुनै चाहिँ मेमोरेबल हुन्छ, अहिले भन्नुभएको जस्तो एकदम रमाइलो एक्सपिरियन्स भयो नि त यो त ट्राभलको. अब कुनै चाहिँ अनकम्फर्टेबल अथवा वर्स्ट चाहिँ त नभनौँ तर काइन्ड अफ नट गुड एक्सपिरियन्सेसहरू पनि हुन्छ नि त. सो त्यस्तो एक्सपिरियन्सेसहरू चाहिँ अब जुन चाहिँ अब न्युली ट्राभल गरिरहेको मान्छेहरूलाई चाहिँ हुन्छ नि, यु वान्ट टु से कि यो यस्तो चाहिँ नगर्दा हुन्छ है, यु माइट ह्याभ दिस भनेर कुनै एउटा त्यस्तो मेमोरी? लक्किली त्यस्तो वर्स एक्सपिरियन्स चाहिँ छैन. रश्मिजीको छ कुनै त्यस्तो? मेरो पनि त्यस्तो त छैन. एक्ज्याक्टली मेरो पनि त्यस्तो वर्स एक्सपिरियन्स ट्राभल गर्दा भन्ने चाहिँ छैन. बट ह्याभिङ सेड द्याट म एकदम इन्डिपेन्डेन्टली ट्राभल गर्ने मान्छे हो. या हुन्छ नि कतै केही काम गर्नु पऱ्यो भने नि कसैमा खासै निर्भर हुँदिनँ. आफै एउटा ब्याकअप प्लान सधैँ हुन्छ. तर रिसेन्ट टाइम्सको एउटा ट्राभल एक्सपिरियन्समा चाहिँ आई वाज डिपेन्डेन्ट अन सम वान एल्स. अनि ल ठिक छ उहाँ हुनुहुन्छ भनेर ट्राभलको लागि म निस्किएँ. इट वाज प्राउडली वर्क ट्राभल नै होला एक्सपिरियन्स सायद. त्यसपछि आई वाज भेरी डिसपोइन्टेड. आई ह्याड नट सो गुड एक्सपिरियन्स भनौँ न. एउटा त्यस्तो राम्रो एक्सपिरियन्स भएन. अल बिकज आई वाज डिपेन्डेन्ट अन द्याट पर्सन. सो हुएभर इज वाचिङ अस राइट नाउ, ट्राभल गर्दा आफ्नो लागि के कस्तो ठिक हुन्छ आफै प्रिपेयर्ड वेमा चाहिँ जहिले पनि हिँड्नुपर्छ भन्छु म. कहिलेकाहीँ चाहिँ अरूसँग अब हिँड्दै गर्दाखेरि चाहिँ कति ठाउँमा उहाँ हुनुहुन्छ नि त भन्दै गर्दा त्यो अब उहाँको पनि केही समस्या हुनसक्छ या आफू त्यो एडाप्ट गर्न पनि सकिँदैन.
always be dependent on yourself, not just traveling, एउटा travel त reference मात्रै भयो, सबै कुरामा चाहिँ एउटा self dependence चाहिँ हुनुपर्ने रहेछ, which I quite lacked in त्यो टाइममा, and I kind of have not so good experience. So yeah. So हजुर यति independent हुनुहुन्छ हैन, you've done so much. So oh my god, you are making me feel so much more Vibhusaji wala feel. And I have to say the truth Nita, you have done so, हाम्रो like I'm blessed. Thank you. Say that you've done so much हैन. So you यति independent हुनुहुन्छ हैन, आफूले क्यारी गर्नुहुन्छ हरेक कुरामा हैन. So यसमा चाहिँ how much did their mom and dad impacted you के in your values, किनकि अब यसो हजुरको कुरा सुन्दै गर्दाखेरि चाहिँ हजुरको kind of like philosophy नै भनेको चाहिँ I need to be dependent on myself and no one else भन्ने खाले हुनुहुन्छ नि त. So mom and dad को चाहिँ यसमा कसरी शेप गर्नुभयो चाइल्डहुडमा भनौँ न सिकाउँदै गर्दाखेरि चाहिँ. Okay, so सुरु गरौँ elder daughter duties बाट. I am the eldest daughter of my family. अनि त्यो भएपछि बच्चादेखि चाहिँ कस्तो भयो भने आफ्नो टेक केयर गर्ने त त्यो नेचुरली आइ नै हाल्यो. त्यो सँगसँगै मभन्दा यङ्गर सिब्लिङ्सहरूलाई पनि कति ठाउँमा लुक आफ्टर गर्नुपर्ने, धेरै ठाउँमा नै लुक आफ्टर गर्नुपर्ने भयो नि नेचुरली त्यो सेकेन्ड ममको रूपमा आफै डेभलप भयो क्या म. त्यो भएपछि अब हाइपर इन्डिपेन्डेन्स पनि खासै राम्रो होइन जस्तो लाग्छ अहिले चाहिँ मलाई. कति ठाउँमा आफू पनि इन्डिपेन्डेन्ट भयो अनि अरूलाई पनि कति धेरै मान्छेहरूलाई आफूमाथि डिपेन्डेन्ट पनि गराइदो रहेछ कि. अनि हाइपर इन्डिपेन्डेन्स राम्रो चाहिँ होइन, तर पनि अब मलाई त्यो फ्यामिलीबाट नै त्यस्तै एउटा ग्रुम भयो, म आफूले त्यसरी नै ग्रुम गरेँ. अनि मेरो फादर र मदरको चाहिँ म एउटा पर्फेक्ट कम्बो पनि हो कि. माई मम इज very very confident. She can like argue if her point is valid to extreme level. To the extreme level. When I'm saying this, it's the extreme level. Even हामी दुईजना कन्भर्सेसन हुँदा नि मामुले जित्सिन्छ क्या अहिले पनि. So त्यही हो, मामु इज लाइक द्याट. तर फेरि मेरो फादर इज काइन्ड अफ भेरी काम अनि एकदम स्माइल गरिराख्ने. मम पनि एकदम त्यस्तो रिसाउने पनि होइन, तर पनि ममको त्यो एउटा नेचर छ. अनि मेरो फादर चाहिँ इज नट लाइक त्यस्तो एकदम धेरै बोलिरहने अर आर्ग्युमेन्ट्स डिस्कसन्समा आफ्नो पोइन्ट स्ट्रङली राख्ने त्यस्तो गर्छिन्न. बाबा इज लाइक भेरी सफ्ट स्पोकन, भेरी काइन्ड हार्टेड पर्सन, गिभिङ नेचरको हुनुहुन्छ, लिन भन्दा पनि दिनपर्छ भन्ने सोचाइ राख्नुहुन्छ अनि ओपन हार्टेड होइसिन्छ बाबा. अनि त्यो कम्बो भएर होला कि सायद बाबाको त्यो मिठास अलिअलि अनि मामुको त्यो सेल्फ त्यो कन्फिडेन्स हुन्छ नि जुन त्यो मिक्सअप भएर नै म चाहिँ सायद त्यो बिचको लाइनतिर परेँ कि जस्तो लाग्छ मलाई. Because I'm not that loud and all while I'm speaking. I'm usually speaking with confidence but with very much of courteousness and politeness. So the Baba and Mama's perfect combo bhayo la. So definitely impact the bhayo nai haल्यो. They have always been so supportive. अहिले पनि कति इभेन्ट्सहरु हुन्छ, कति प्रोग्राम्सहरु हुन्छ, लियोको पनि प्रोग्राम्स हुन्छ, not just my professional works. त्यो हुँदा घरमा टाइमिङ मिल्दैन, कति टाइममा चाहिँ कस्तो आफूलाई पनि लेफ्ट आउट फिल हुने रहेछ कि घरमा अब टाइमिङ नमिल्दा फ्यामिलीसँग टाइम स्पेन्ड गर्न पाइँदैन. अनि अलवेज बिन अ करियर ओरिएन्टेड पर्सन. अनि राति हुन्छ कहिले घर आउँदा, कहिले बिहानै निस्किनु पर्ने हुन्छ. सो डिनर मैले घरमा हार्डली मन्थको 2-3 टाइम्स अर 5 to 10 म्याक्सिमम 5 days हुन्छ होला कि सँगै डिनर गर्ने. आइम अलवेज युजुअली आउट अनि बेलुका सँगै डिनर गर्ने त्यस्तो मौका पनि मिल्दैन. कहिलेकाहीँ चाहिँ एउटा थोरै मनमा पर्छ पनि कि ओके एम आई डुइङ दिस राइट भनेर. तर फेरि रमाइलो पनि छ आफ्नो प्रोफेसनमा ग्रो गर्न खोजिरहेको छु. द्याट्स अल. फ्यामिलीको एकदम धेरै सपोर्ट छ. आइ एम रियली ग्रेटफुल टु माई मम एन्ड ड्याड. द वुमेन आई हेभ बिकम राइट नाउ इज बिकज अफ देम टु. जुन हिसाबले मलाई ग्रो अप गराउनु भयो र अहिले पनि जुन हिसाबले मैले आफूलाई ग्रो गराइरहेको छु, यो सबै कुराको मुख्य श्रेय चाहिँ फादर एन्ड मदरलाई नै जान्छ. आई एम भेरी ग्रेटफुल टु देम एन्ड आई लभ यु सो मच. Oh, that was so sweet हैन. सो अब चाइल्डहुडको कुरा निस्किहाल्दैन, हामी स्कुल लाइफको कुरा गरौँ. स्कुल लाइफमा चाहिँ हाउ वे यु लाइक हुन्छ नि. अब एल्डेस्ट डटर भनेपछि अलिक रेस्पोन्सिबल हुने हुन्छ कि. आई एम अल्सो एन एल्डेस्ट डटर, सो आई रिलेट टु यु सो मच. फेरि हाई फाइभ होइन. आई एम अल्सो एल्डेस्ट डटर, सो आफूले नै केही नभन्दाखेरि पनि रेस्पोन्सिबिलिटिजहरू चाहिँ आफूले नै टेक गरिरहेको हुन्छ नि त. सो त्यस्तो हुँदै गर्दाखेरि चाहिँ अब बच्चा बेलादेखि नै विभूषा चाहिँ यत्तिकै रेस्पोन्सिबल हुनुहुन्थ्यो कि लाइक हुन्छ नि अब त्यो गालीहरू खाने
अनि त्यस्तो एक्सपिरियन्सेसहरू छ कि कस्तो? स्कुलको व्यवसाय इज भेरी छुच्ची व्यवसाय। अहिले पनि सम्झिन्छु म किन त्यस्तो धेरै छुच्ची थिएँ त्यति बेला जस्तो लाग्छ नि। म अहिले छुइनँ, मलाई खास अहिले रिस पनि उठ्दैन, विच इज अ ब्लेसिङ टु मी। त्यति बेला मलाई एकदमै धेरै रिस उठ्ने, एकदमै धेरै। स्कुलको अब एउटा भनौँ न जोसँग पनि जे कुरा हुँदाखेरि नि टिचरहरूलाई कम्प्लेन गरिदिइहाल्ने अनि झगडा गरिदिइहाल्ने त्यस्तोवाला थिएँ म। तर त्यो सँगसँगै फेरि कस्तो भने म गलत छु भने चाहिँ फेरि मलाई त्यस्तो रिस उठ्दैन थियो। तर कोही कोहीले चाहिँ जिस्केर पनि कहिले पोक गर्छ नि त, स्कुल लाइफ त हो। त्यो पोक गर्दा पनि म चाहिँ सहनै सक्दिनँ थिएँ कि, एकदमै धेरै त्यस्तोवाला नेचर थियो मेरो। अहिले चाहिँ अब त्यस्तो छैन। अन्त त्यति बेला चाहिँ त्यस्तो नेचरको व्यवसाय थिएँ। अनि जहिले पनि जे पनि गर्नुपर्ने मलाई। मसँग अहिले पनि छ त्यो एक्सपिरियन्सको त्यो एउटा भनौँ न मेमोरेबल कुरा। म आर्ट पनि गर्थेँ, म डान्स पनि गर्थेँ, आई युज टु सिङ। अ लट अफ पिपल डोन्ट नो इट, बट हाम्रो स्कुलबाट चाहिँ हामी त्यो सानो बच्चा हुँदा कति 3-4 मा पढ्थ्यौँ होइन, अनि 3-4जनालाई सेलेक्ट गरेर चाहिँ रेडियो नेपालमा गीत गाउन लग्नुहुन्थ्यो। अनि मेरो म्युजिक टिचरले चाहिँ मलाई पनि सेलेक्ट गर्नुभएको थियो कि। म अब स्किलफुल्ली त्यस्तो म्युजिसियन त होइन, तर आई लभ लिसनिङ टु म्युजिक। अनि त्यति बेला पनि अब त्यो ममा देख्नु भयो होला। अनि अहिले पनि सम्झिन्छु रेडियो नेपालमा आई वेन्ट, अनि हामी 4जना थियौँ अनि हामीले ग्रुपमा गीत गायौँ। अनि त्यो म्युजिक चाहिँ त्यो सङ चाहिँ हाम्रो स्कुलमा सबैजनाले रेडियो अन गरेर सुन्नुभएको थियो अरे। अनि त्यो इन्सिडेन्ट छ। अनि फेरि आर्टको कुरामा आउँदा बच्चादेखि अब त्यस्तो प्रोफेसनली आर्ट नगर्ने भए पनि मनपर्ने। अनि त्यसपछि आर्ट गर्दै गर्दाखेरि चाहिँ स्कुलबाट नै बाहिर जानुपर्ने थियो। हामी त्यति बेला 3जना स्टुडेन्ट सेलेक्टेड थियौँ। हामी सबैजनाले ल सबैको आर्ट लिएर आऊ अनि बुझौँ, त्यहाँमध्ये आर्ट टिचरले सेलेक्ट गर्ने भनेर भन्नुभयो। ठिक छ भनेर आर्ट दियो। अनि आर्ट सेलेक्ट गर्ने बेलामा चाहिँ मेरो पनि पर्यो। अनि आई वेन्ट, हामी गयौँ आर्ट गऱ्यौँ। अनि त्यसपछि त्यो 3जना मध्येमा सायद मलाई लाग्छ 2जनाको राम्रो आर्ट थियो कि मेरोभन्दा। मैले अहिले पनि आफूले त्यो आफ्नो जजमेन्ट गर्दाखेरि उहाँहरू अलिकति अझ राम्रो हुनुहुन्थ्यो आर्टमा। तर आई डोन्ट नो हाउ आई इम्प्याक्टेड द पर्सन हु वाज एनालाइजिङ द आर्ट। हामी बाहिर गएर आर्ट गऱ्यौँ। त्यसपछि कति 4-5 महिनापछि चाहिँ हामीलाई त्यो आर्ट गरे बापत सर्टिफिकेसन आयो। अनि सर्टिफिकेसन सँगसँगै सरप्राइजिङली out of other people, मैले चाहिँ I got 500 rupees as a prize on that art. अनि त्यो चाहिँ जापान र नेपालको फ्रेन्डसिप स्ट्रेन्थन गर्नको लागि गरिएको एउटा आर्ट एक्जिबिसन थियो। सो त्यस्तो प्राउड मोमेन्ट चाहिँ अहिले मलाई कस्तो याद आयो कि ठ्याक्क भन्दै गर्दा। अनि आई गट द्याट 500 and I still have that 500 rupees note with me. Wow, that was your personal prize, हैन त्यसरी? It was like an earning for me. The 500 rupees note चाहिँ मसँग अहिले पनि छ. Safely I've kept it with myself only. I have not spent it. त्यो कुराहरुले चाहिँ त्यो where did I start my journey भन्ने रिमाइन्ड गरिराख्छ जस्तो लाग्छ. त्यो भयो डान्स कम्पिटिसन यति धेरैमा गइयो जितियो हैन. डान्स कम्पिटिसनमै जितेर हाम्रो क्लासलाई चाहिँ नगरको ट्रिप नै लग्नु भएको थियो कि फ्रीमा स्पोन्सर गरेर स्कुलले. सो अ लट अफ थिङ्स व्यवसाय वाज अलवेज इसिए गर्ल. अनि स्कुल क्याप्टेन हुँदाखेरि 9-10 मा हाम्रो लिडरसिपको जर्नी सुरु भयो. स्कुल क्याप्टेन भयौँ थियो होला हजुरको स्कुलमा पनि त्यस्तो हुन्थ्यो हेड गर्ल भनेर भनिन्छ. हाम्रो चाहिँ स्कुल क्याप्टेन भनिन्थ्यो. स्कुल क्याप्टेन आई बिकेम स्कुल क्याप्टेन. यति धेरै सिए एक्टिभिटिज त्यो इभेन्ट म्यानेजमेन्ट गर्नुपर्ने कि त्यहीबाट जर्नी स्टार्ट भयो होला कि सायद एउटा लिडरसिप लिनुपर्ने एउटा प्रोफेसनली लिडरसिप लिने काम चाहिँ. इभेन्ट यति धेरै गर्ने तर एकदम पटाइ पनि गरिन्थ्यो. मेरो टिचरहरूले थाहा पाउनु भयो भने चाहिँ उहाँहरूलाई ए जस्तो लाग्छ. हामी फ्राइडेको इभेन्ट हुन्थ्यो इसिए, मन्डेदेखि नाम कलेक्ट गर्ने भनेर क्लासमै सबै हिँड्ने. सो कहिले पनि बङ्क गरिएन तर बङ्क चाहिँ गरियो क्या. त्यसरी मैले क्लास चाहिँ बङ्क गरेको थिएँ. अनि मेरो बेस्ट फ्रेन्ड स्कुल भाइस क्याप्टेन अनि मेरो अरू साथी पनि हुनुहुन्थ्यो. सबजना जाने नाम टिप्ने भन्ने अनि मजाले बस्ने गफ गरेर अलिअलि काम पनि गर्ने त्यस्तो गर्ने गर्थ्यौँ हामी. अ लट अफ मेमोरिज. अनि रिस्पोन्सिबल पनि भयो अलिअलि त्यसरी फटाइ पनि गरियो. अनि लिटल बिबु वाज अ भेरी नाइस गर्ल. जस्ट आइएम प्राउड सी वाज देयर डुइङ एभ्रिथिङ. त्यही कुरालाई नै अहिले मैले कन्टिन्यू गरिरहेको छु. जस्ट सी डिड द्याट. त्यही भएर त यु आर हियर राइट नाउ. भेरी ट्रु भेरी ट्रु. सो भनेपछि बिबुसा चाहिँ पहिल्यैदेखि क्रिएटिभ पर्सन हुनुहुँदो रहेछ होइन. पहिल्यैदेखि क्रिएटिभै भन्नु डान्स एन्ड म्युजिक एन्ड एभ्रिथिङ. सो बच्चा बेलामा चाहिँ
अहिले त युआर प्रोफेसनल EMC होइन होस्ट गर्नुहुन्छ प्रोग्राम्सहरू सो बच्चा बेलामा चाहिँ हजुरले चाहिँ त्यो चाइल्डहुड बेलामा चाहिँ म चाहिँ पछि गएर चाहिँ माइकमा नै यसरी बोल्छु प्रोग्राम चलाउँछु भने यस्तै ड्रिम थियो कि लाइक अब हजुरले त यत्रो गर्नु होइन डान्स गर्नुहुन्थ्यो म्युजिक गर्नुहुन्थ्यो आर्ट गर्नुहुन्थ्यो अनि के बन्छु भन्ने ड्रिम थियो त्यो बेलामा ड्रिम बच्चा हुँदाको त्यो एउटा हुन्छ नि सबैजनालाई एउटा फेजमा एउटा हुन्छ म यो बन्छु भने चाहिँ फेरि बिस्तारै होइन यो राम्रो छ यो भन्नु पर्ला त्यस्तो हुन्छ नि अनि मैले अहिले सम्झिँदा मलाई याद भएको अनुसार चाहिँ म सबैभन्दा सानो हुँदा चाहिँ म नर्स बन्छु भन्थेँ नर्स बन्छु भन्थेँ अनि घरमा अब त्यो खेलिन्छ नि त सबैजना भाँडाकुटीहरू नर्सवाला फिल त्यसरी हामी खेल्थ्यौँ अनि पछि एउटा पोइन्टमा चाहिँ कस्तो भयो भने 5-6 क्लासमा पुगेपछि चाहिँ त्यो एउटा बिजनेस गर्ने अनि बिजनेस वुमन टक्क फोटोहरू आउँथ्यो नि त बुकहरूमा बिजनेस वुमन भनेपछि स्मार्ट त्यो देख्दा कस्तो राम्रो लाग्ने कि अनि होइन बिजनेस वुमन पो बन्नुपर्छ कि क्या हो जस्तो भयो अनि आई चेन्ज माई एम आई स्विच इट टु बिजनेस वुमन होइन म त बिजनेस वुमन नै बन्ने बिजनेसै गर्ने भन्ने भयो मलाई पैसा पनि कमाइन्छ नाम पनि कमाइन्छ होइन दिमागमा त्यही आयो तर पछि अनि अहिले पनि त्यही नै छ त्यहाँदेखि चाहिँ मैले कहिले पनि आफूले त्यो स्विच चाहिँ गरिनँ तर पछि एक्सप्लोर गर्दै गर्दा मलाई यो टेलिभिजन स्क्रिन अनि माइक अनि अडियन्स अनि स्टेज मन पर्दो रहेछ भन्ने रियलाइजेसन भयो कि त्यो स्कुल क्याप्टेन भएपछि कन्फिडेन्स पनि बिल्डअप भयो त्योभन्दा अगाडि चाहिँ म स्टेजमा जाँदा म आई युज टु सिभर अ लट म काम थिएँ आफूले पुस गर्ने एउटा ठाउँमा छ तर मेरो यति मात्रै देखिन्थ्यो पोडियमबाट त्योभन्दा तल चाहिँ आई हेड अलरेडी गिभन अप नै हुन्थ्यो मेरो बडीले चाहिँ बट आई स्टिल पुस्ट माइसेल्फ विथ द बेस्ट फर्म भनौँ त्यसपछि माइक अडियन्स क्यामेरा लाइट्स जसको अगाडि अहिले पनि हामी छौँ त्यो कुराले चाहिँ मलाई छुट्टै इम्प्याक्ट पार्यो होइन आई थिङ्क आई मेड विथ दिस जस्तो लाग्यो त्यसपछि जर्नी स्टार्ट भएको अनि लियोबाट गर्दै गयो त्यसपछि झन् कन्फिडेन्स बिल्डअप हुँदै गयो सिक्दै गयो सिक्ने क्रम अहिले नै जारी नै छ त्यही भएर सो त्यो सोच्दै गर्दाखेरि त पहिल्यैदेखि हामीले यसो हेर्दाखेरि चाहिँ सानैदेखि नै बोल्ने होला जस्तो लाग्ने क्या हजुरलाई हेर्दाखेरि चाहिँ यति मजाले बोल्नुहुन्छ नि त अनि कोही त चाइल्ड्सहरू सानै बेलादेखि माइकमा बोल्ने कस्तो कन्फिडेन्ट हुन्छ नि त थिएन म त्यस्तो थिएन त्यस्तै होला जस्तो लाग्थ्यो कि मलाई चाहिँ पहिला सो अब यो प्रोफेसनल लाइफमा होइन हजुरको अहिले EMC भएर प्रोग्रामहरू गरिरहनु भएको धेरै भइसक्यो होइन अनि हजुरको फर्स्ट चाहिँ प्रोफेसनल त्यो जबै भनौँ न जुन चाहिँ फर्स्ट प्रोग्राम चाहिँ एज अ लाइक विभूषा युनि लाइक मेरो यो प्रोग्राम चाहिँ होस्ट गरिदिनु पर्यो भनेर जुन चाहिँ अब चाहिँ लियोबाट बाहिर होइन प्रोफेसनली चाहिँ वाट वाज यर फर्स्ट इभेन्ट आई स्टिल रिमेम्बर इट मलाई याद छ स्टेज MC गरेको चाहिँ अझै याद छ तर अब अरू होस्टिङ नै गरेको चाहिँ अरू पनि छ एक्सपिरियन्सेसहरू आई स्टार्टेड विथ पोलिटिकल क्याम्पेन एज अ होस्ट त्यहाँ चाहिँ अब इभेन्ट होस्ट होइन कि अन क्यामरा होस्ट प्रेजेन्टर जस्तो रूपमा थिएँ म र मैले प्रोफेसनल्ली आई एम स्टेज MC अनि आई होस्ट इभेन्ट्स भनेर स्टार्ट गरेको चाहिँ एउटा दसैँ ग्रिटिङ एक्सचेन्ज इभेन्ट थियो एउटा संस्थाको इभेन्ट थियो त्यति बेला म नारी टिभीमा काम गरिरहेको थिएँ नारी टिभीमा हुँदै गर्दा पनि ल मेरो चाहिँ यति बेला काम छ आज चाहिँ प्लिज म छिटै निस्किन्छु म मेरो अगाडिको सुट सकाएर रेडी भएर मलाई निस्किन दिनुहोस् भनेर अनि टेलिभिजनबाट छुट्टी मागेर चाहिँ म गएको थिएँ अनि त्यो इभेन्ट राम्रो भयो जस दे वर भेरी इम्प्रेस्ड अनि आई गट माई पेमेन्ट आई गट गुड पेमेन्ट भनौँ त्यो स्टार्टिङ टाइमको लागि इभन द आई वाज अलरेडी इन टेलिभिजन एन्ड आई वाज वर्किङ प्रोफेसनली तर स्टेज MCको सायद उहाँहरूलाई पनि थाहा छैन होला त्यो मेरो पहिलो प्रोफेसनल काम हो भनेर उहाँहरूलाई पनि थाहा थिएन होला कि मैले भनेको पनि थिइनँ अनि आई टुक द्याट चान्स कहिलेकाहीँ चाहिँ लाइफमा आफूले आफूलाई पुस गर्ने बाहेक केही अप्सन नै हुँदैन अनि यु डु इट क्या आई डिड इट एन्ड दे वर रियली इम्प्रेस्ड दे रियली टोल्ड मी द्याट योर भोइस इज भेरी सुदिङ एकदमै राम्रो छ कमान्डिङ छ वेन यु वेयर स्पिकिङ द एन्टायर टाइम हामीलाई त्यो सुनिराखौँ जस्तो लाग्यो एन्ड अल दिस अर्गनाइजर्सबाट मलाई त्यो कस्तो राम्रो फिडब्याक आयो त्यहाँदेखि मलाई एकदम मोटिभेट गरेको पनि थियो अनि आई वाज पेड अराउन्ड 5,000 which is pretty good amount त्यति बेलाको लागि धेरै वर्ष अगाडि पनि भयो त्यो बेलामा त
अनि त्यो इभेन्ट थियो त्यसपछि चाहिँ ओके आई थिङ्क आइ एम बेटर एट दिस जस्तो लाग्यो अनि त्यसरी नै अगाडि बढ्दै 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 अहिले त न्युमरस इभेन्ट्स पनि गइरहेको छ अझ धेरै बाँकी नै छ गर्नलाई भनेपछि हजुरले चाहिँ त्यो होस्टिङ भन्दा पनि अगाडि बिहाइन्ड द सिन चाहिँ काम गरिराख्नु भएको रहेछ नि सो हामीले सोचाइ चाहिँ युआर होस्ट नि त अनि होस्टबाट चाहिँ प्रडक्सनमा चाहिँ काम गर्नुभएको होला भन्ने जस्तो लागेको थियो कि तर बिहाइन्ड द सिन चाहिँ युआर वर्किङ एन्ड देन त्यसो भयो त्यो मिडियामा आउनुभन्दा अगाडि पनि म काम गर्थेँ अरू ठाउँमा पनि अनि त्यो कुराहरू चाहिँ कस्तो हुन्छ यो प्रोफेसनलाई चाहिँ अब देखिन्छ अगाडि देखिने काम भयो नि त सबैले देख्ने रहेछ कि तर अरू काम पनि नगरेको त होइन नि त फेरि आई स्टार्टेड वर्किङ एट 17 अनि अब फर्स्टमा त मसँग केही पनि थिएन मसँग एउटा एम्बिसन थियो द्याट आई निड टु डु दिस भन्ने अनि हङ्गर थियो र म गर्न सक्छु भन्ने कन्फिडेन्स थियो आई ह्याड नो नेटवर्क्स मसँग लिङ्क थिएन कसैको कताबाट सुरु गर्ने केही पनि आइडिया थिएन कसैले मलाई यताबाट गर भनेर गाइड गर्ने मान्छे पनि खासै हुनु नथियो अनि त्यो जर्नीमा चाहिँ ल ठिक छ जे हुन्छ गर्दै जाउँ भनेर आई स्टार्टेड वर्किङ एज क्यासियर अकाउन्टेन्टको रूपमा म एउटा रेस्टुरेन्टमा काम गर्थेँ 17 इयर्स ओल्ड विभूषा जो चाहिँ अझै अहिले सोच्दाखेरि चाहिँ कस्तो माया पनि लाग्छ क्या आफ्नो अनि आई युज टु वर्क देयर 11 बस्थ्यो कहिलेकाहीँ घर पुग्दा 10-11 बस्थ्यो 17 वर्षको एजमा है डुइङ अल द्याट आई वाज डुइङ द्याट अनि घर जाँदा ढिला हुने के हुने गर्थ्यो अनि त्यसपछि बिस्तारै मैले त्यहाँ चाहिँ ल ठिक छ म गर्दिनँ धेरै ढिला भयो भनेर छोडिदिएँ अनि आई गट पेड आई लेफ्ट द जब पछि आई इभन वर्क इन अ कम्पनी मार्केटिङको रिलेटेड काम गर्थेँ अन फिल्ड पनि गइयो कति धेरै अनि त्यो सम्झिँदा कस्तो अचम्म लाग्छ म कति लामो बाटोसम्म पनि हिँड्दै जान्थेँ कि बिकज अब आई वाज क्लुलेस आई जस्ट ह्याड द्याट थिङ मैले गर्नुपर्छ भन्ने थियो अनि त्यो सम्झिँदा चाहिँ आफूलाई पनि कस्तो माया लाग्छ आफ्नो त्यति बेलाको विभूषा अब अहिले जस्तो त्यति बेला राइड सेयरिङ एप पनि थिएन त्यस्तो ट्रेन्डमा थिएन भनौँ अहिले त एकदमै एक्सेसिबल छ अनि गुगल म्याप हेर्दै गयो अब पब्लिक बसमा हिँड्दाखेरि अनि कहाँ हो भित्र अब त्यहाँ गएर त्यो मान्छेलाई त्यो अफिसमा भेटिँदैन पनि थाहा हुँदैन थियो कि तर पनि म जान्थेँ अनि यति धेरै ठाउँमा यति धेरै मान्छेलाई भेट्यो तर अब कति ठाउँमा वर्कआउट भयो कति ठाउँमा वर्कआउट भएन त्यस्तो कामहरू पनि वर्क एक्सपिरियन्सहरू अन्नै छ अनि पछि एउटा फाइनेन्सियल इन्स्टिट्युसन कोअपरेटिभमा एज अ अकाउन्टेन्टको रूपमा पनि काम गरेँ अनि मेरो लागि जहिले लिभिङ इज अलवेज भेरी हार्ड भेरी टफ अहिले भन्दा पनि लिभिङ वाज भनौँ पहिला चाहिँ केही कुरा छोड्नलाई चाहिँ कस्तो गाह्रो हुन्थ्यो मलाई अनि त्यो पनि बिस्तारै एक्सपिरियन्स लिएर छोडियो अनि त्यसपछि चाहिँ ल फाइनली लेट्स डु इट भनेर पोलिटिकल क्याम्पेन गरेर टिभी गरेर अनि एमसी गर्न लाग्यो यत्रो धेरै वर्षको एक्सपिरियन्समा के गरिएको छ त्यो धेरैजनालाई थाहा पनि छैन धेरैजनाले होस्ट विभूषा भनेर चिन्नुहुन्छ तर त्योभन्दा अगाडिको स्ट्रगल्स छुट्टै छ विभूषाको अनि त्यही कुराले नै सेभ गरेको होला सायद अहिले मलाई त्यस्तो लाग्छ धेरै नै हसल गर्नुभएको रहेछ भनेपछि न त हामीले त होस्टभन्दा अगाडि त्यो सोचिँदैन प्रिभिलेज सोचिन्छ जो मान्छेलाई अहिले अब उसले अलिकति लाइफमा के बेटर गरिरहेको छ जस्तो लाग्छ भने एकदमै प्रिभिलेज सोचिन्छ कि त्यो मैले पनि सोच्छु त्यो रश्मिले पनि सोच्नुहुन्छ त्यो हामीलाई जसले देख्नुहुन्छ उहाँहरू सबैले सोच्नुहुन्छ ओहो यो मान्छे त कति प्रिभिलेज लाइफमा कति ब्लेस्ड रहेछ भन्ने सोच्नुहुन्छ नि त तर त्यो चाहिँ कहिले पनि ट्रुथ हुँदैन क्या जहिले मान्छेको बिहाइन्ड द सिन्स उसले कति धेरै स्ट्रगल गरिरहेको हुन्छ कति धेरै काम गरिरहेको हुन्छ कति कामहरू त्यो सबै कामहरू अगाडि आउँदैन होइन कति कामहरूमा उसले अब आफैलाई मारेर पनि काम गरिरहेको हुन्छ होइन सो देयर इज अलवेज हसल एन्ड स्ट्रगल इन एभ्रीबडीज लाइफ सो बी काइन्ड टु एभ्री वान भनेर भन्छु म चाहिँ यो कुरालाई हजुर सो होस्टको झन् स्पेसली होस्ट यस्तो एङ्कर गर्ने होस्टिङ गर्ने भनेको त इट्स देखिने काम भयो नि त अनि देख्दाखेरि चाहिँ ग्ल्यामरस देखिन्छ कि सो वी डोन्ट नो सो मच थिङ्स गोज बिहाइन्ड द स्टेज होइन कति काम हुन्छ त्यो होस्टलाई कति पर्फर्मेन्स प्रेसर हुन्छ अब हामीलाई कलेजमा जम्मा एउटा प्रेजेन्टेसन दिनलाई त यति प्रेसर हुन्छ अब एउटा पुरै प्रोग्रामै आफ्नो हातमा छ होइन होस्टको त होस्टकै हातमा हुने हो नि त त्यो होल इभेन्ट त
सो त्यो पर्फर्मेन्स प्रेसरहरू हुँदाखेरि चाहिँ अब स्टार्टिङमा त कति गाह्रो हुन्छ नि त डिल गर्न अहिले त अब हजुरलाई एक्सपिरियन्स भइसक्यो होइन यु क्यान ह्यान्डल द्याट होला सो पहिला सुरुमा गर्दाखेरि चाहिँ हाउ डिड यु ह्यान्डल द्याट अब इभेन्टहरू कुनैमा त फेरि त्यो स्क्रिप्टै लास्ट मिनट चेन्ज गर्नुपर्ने पनि हुन्छ नि त कतिको सो त्यस्तो एक्सपिरियन्सहरू चाहिँ भयो हुन्छ त्यो एभ्री टाइम जस्तो नै भइरहेको हुन्छ अनि इभेन्ट भनेको चाहिँ एकदम स्पोन्टानियस चेन्जेसहरू पनि आउने ठाउँ हो कि कहिलेकाहीँ कोही गेस्ट आउने भन्नुहुन्छ तर आउनु हुँदैन कहिलेकाहीँ कसैको स्पिच राख्ने भन्नुहुन्छ तर उहाँको स्पिचै राखिँदैन कहिलेकाहीँ 2-3 घन्टा ढिलो प्रोग्राम स्टार्ट हुन्छ अनि आफूले त्यो अनुसारको आफ्नो स्केड्युल गरिरहेको हुन्छ तर त्यो ठ्याक्क मिट हुँदैन टाइमिङ ड्युरेसन होइन कति धेरै टाइममा त्यस्तो भएको छ तर त्यो स्पोन्टानिटीलाई ह्यान्डल गर्न सक्नु नै त्यो एउटा होस्टमा हुने एउटा राम्रो कला पनि हो जस्तो लाग्छ अनि मैले सोफार गरि नै रहेको छु कस्तो पनि हुन्छ भने अनि स्टेजमा गएपछि म बिर्सिन्छु क्या म मेरो ब्याक लाइफमा के चलिरहेको छ अब मेरो घरमा कोही बिरामी हुनुहुन्छ होला या मलाई भोलि कहीँ सपिङ जानुपर्ने छ होला या घुम्न जानुपर्ने छ होला होइन मेरो हिजो भर्खर यहाँ खुट्टामा यत्रो घाउ भएको छ होला म सबै बिर्सिन्छु म जब स्टेजमा हुन्छु जब मेरो अगाडि माइक हुन्छ आइ एम ओन्ली एमसी विभूषा त्यो भएपछि चाहिँ मेरो ध्यान केन्द्रित हुन्छ नि त अनि त्यो फोकस्ड भएपछि मान्छेले मजाले पर्फर्म पनि गर्न सक्छ कि कन्सियसनेस त्यही मात्रै हुन्छ नि त सो टु बी अ गुड होस्ट अर टु बी अ गुड स्पिकर यु हेभ टु बी भेरी कन्सियस त्यो मोमेन्टमा कन्सियसनेस राख्न सक्नुपर्छ यु सुड नट डाइभर्ट युर माइन्ड एट अल कति फोन आइरहेको हुन्छ कति फोनहरू रिसिभ गर्न पाइँदैन तर पनि त्यो प्रेसर लिएर बोल्न लाग्यो भने डेफिनेटली टङ स्लिप हुन्छ या बोल्न नपर्ने कुरा बोलिन्छ या तलमाथि बोलिन्छ सो जति मोमेन्टमा फोकस गर्न सक्नुहुन्छ जति कन्सियस आफूलाई राख्न सक्नुहुन्छ त्यति नै गुड पर्फर्मेन्स हुन्छ अनि पर्फर्मेन्स प्रेसर एभ्री टाइम हुन्छ मलाई एभ्री टाइम इभेन्ट होस्ट गर्न जाँदा फर्स्टमा स्टेज छिर्दा मलाई डर लाग्छ आई एक्सेप्ट इट होल हार्टेडली अहिले पनि डर लाग्छ अहिले पनि एक्ज्याक्टली डर सधैँ लाग्छ कि त्यो डर हुन पनि पर्छ जस्तो लाग्छ म कहिलेकाहीँ डराएको छुइनँ भने म किन नडराएको भनेर म आफूलाई पनि क्वेसन गर्छु कि कहिलेकाहीँ कन्फिडेन्टली आइन्छ नि त त्यस्तो समयमा चाहिँ म डराउनुपर्छ जस्तो लाग्छ क्या मलाई बिकज यु आर रेस्पोन्सिबल फर नट जस्ट फर योर पर्फर्मेन्स बट अल्सो फर द इभेन्ट एन्ड एभ्री वान हु इज लिसनिङ टु एन्ड हु इज देयर एज द पार्टिसिपेन्ट अफ द्याट इभेन्ट सबैको रेस्पोन्सिबिलिटिज लिन सक्नुपर्छ मैले जस्तो लाग्छ सो मलाई चाहिँ एभ्री टाइम डर लाग्छ एन्ड त्यो डर चाहिँ एउटा अडियन्सलाई आफ्नो नबनाउन्जेलसम्म रहिरहन्छ जब आफ्नो अडियन्स आफ्नो हुनुहुन्छ तब इभेन्टमा भएपछि आफ्नो अडियन्स हो तर पनि आफ्नो बनाउन सक्नुपर्छ एउटा होस्टले अनि त्यो आफ्नो बनाइसकेपछि चाहिँ कम हुँदै जान्छ एन्ड देन यु पर्फर्म भेरी स्मुथली तर त्यो डर चाहिँ सधैँ हुनुपर्छ रश्मिलाई डर लागेको थियो नि आज एकदमै नर्भस एकदम अहिले चाहिँ आइएम अलिक काम आई वाज सेकिङ पुरै होइन तर यु स्टिल डिड इट सो त्यो डर नभएको भए अहिले हामी यस्तो स्मुथली कन्भर्सेसन पनि हुँदैन थियो होला बिकज यु वुडन्ट ह्याभ प्रिपेयर्ड दिस मच अर यु वुडन्ट ह्याभ एक्सल्ड भनौँ न यतिसम्म आफूलाई एक्सल गर्न सक्छु भन्ने त्यो पोटेन्सियल पुस्नै गरिँदैन थियो होला गुड एट इट भनेर जब स्टप हुन्छ त्यसपछि चाहिँ अलिकति त्यहाँबाट यस्तो हुने चान्सेस हुन्छ टेकिङ इट ग्रान्टेड भयो नि त इफ यु आर नट स्केयर्ड अफ इट होइन टेकिङ इट ग्रान्टेड भयो सो यो कुरा गर्दै जाँदाखेरि चाहिँ अब पर्फर्मेन्स प्रेसरहरू यसरी डिल गर्ने होइन अनि मोस्टली रेस्पोन्सिबिलिटी भन्नुभयो अब कतिपय अब यङ पिपलहरू होइन इन्ट्रेस्टेड हुन्छ नि त यस्तो फिल्डमा तर अब अरू करियर पाथको चाहिँ अब यो पढ्छु अनि त्यसपछि म यहाँ इन्टर्न गर्छु अनि यहाँ मैले जब पाउँछु भने एउटा फिक्स एउटा पाथ हुन्छ भनौँ न तर होस्टिङको चाहिँ त्यस्तो हुँदैन वी डोन्ट नो हाउ इट हामीले अब होस्ट गरेको देखिरहेको हुन्छौँ तर वी डोन्ट नो कसरी चाहिँ त्यो होस्ट चाहिँ होइन त्यो पोजिसनमा आएको छ हाउ मच दे हेभ डन होइन कसरी चाहिँ त्यहाँसम्म आउनुमा चाहिँ कति एफर्ट्सहरू लागेको छ अनि कुन पाथबाट अब फिक्स पाथ त केहीको पनि हुँदैन तर अब कसैलाई इन्ट्रेस्ट छ अनि दे वान गेट इन दिस फिल्ड भने चाहिँ अब कसरी चाहिँ यो अलि एउटा एडभाइस हुन्छ नि यु क्यान डु दिस अनि त्यसपछि यसरी चाहिँ यु क्यान ट्राई टु गेट इन टु दिस फिल्ड भन्ने टाइपको अलिक एडभाइस भनौँ न टु आवर भ्युवर्स फर्स्टमा चाहिँ अपर्च्युनिटिज वेन अपर्च्युनिटिज नक एट यर डोर जस्ट वेलकम इट होल हार्टेडली भन्छु म कति टाइममा चाहिँ त्यो अपर्च्युनिटिज जुन हामीले पाउन खोजिरहेको हुन्छौँ त्यो अपर्च्युनिटिज आउँछ तर हामीले त्यसलाई एज एन अपर्च्युनिटी लिँदैनौँ कि अनि वी जस्ट से नो अनि वी स्टप आवर जर्नी राइट द्याट मेरो एक्सपिरियन्सबाट चाहिँ जति पनि अपर्च्युनिटिज मेरो फेसमा आइपुग्यो मेरो ढोकामा आइपुग्यो मैले जहिले होल हार्टेडली वेलकम गरेँ
regardless of anything, everything. I prepared myself to be able to stand on that job. अनि त्यसपछि opportunities this and that गर्दै आइ नै रह्यो, त्यसलाई मैले सहर्ष स्वीकारेर अगाडि बढिरहेँ. अपर्च्युनिटिज कहिलेकाहीँ फर ग्रान्टेड रूपमा लिने बानी हुन्छ हाम्रो, किनभने हामीलाई के लाग्छ भने यस्तो काम पनि गरिन्छ, म त त्यहाँ गर्ने हो नि त, म त स्टेजको एमसी गर्ने हो, कहाँ मैले अहिले यहाँ 2-4 जना अगाडि बोलेर हुन्छ र होइन, यहाँ कहिलेकाहीँ चाहिँ कहाँ मैले त्यो सानो प्रोजेक्ट गरेर हुन्छ र, म त त्यहाँ गर्ने हो भनेर लिइन्छ. अनि अब मैले पनि कति ठुलो ठुलो प्रोजेक्टहरू गरिरहेको हुन्छु, अनि मलाई अब स्मल प्रोजेक्ट्स भन्दिनँ तर एउटा त्यो स्केलको हिसाबले कम्पेरिटिभली सानो प्रोजेक्ट्सहरू आउँदाखेरि पनि अब सोच्छु कि मैले गर्ने कि नगर्ने भनेर. बट आई फिल लाइक वर्क इज वर्क अनि आई हेभ टु रेस्पेक्ट द वर्क. सो अलवेज से यस टु दि अपर्च्युनिटिज एन्ड गो एक्सप्लोर. कहिलेकाहीँ आफूले नसोचेको ठाउँबाट पनि अप्रोचेसहरू आउन सक्छ, कहिलेकाहीँ राइट मोमेन्टमा स्ट्राइक पनि हुन्छ, कहिलेकाहीँ रङ मोमेन्टमा पनि स्ट्राइक हुनसक्छ. बट यु जस्ट ह्याभ टु किप गोइङ, यु जस्ट ह्याभ टु किप एक्सेलिङ. अनि पब्लिक स्पिकिङको यात्रा सुरु गर्न चाहनुहुन्छ भने चाहिँ लियो क्लब जस्तै क्लबहरू चाहिँ जोइन गर्नै पर्छ, गर्नुहोस् भनेर भन्छु म. बिकज यु हेभ अडियन्स हियर, यु हेभ द प्लेटफर्म हियर जुन चाहिँ युजुअली बाहिर चाहिँ हामीले पाउँदैनौँ. सो यु हेभ टु join any of the clubs, not just Leo Club, or youth clubहरू पनि होला, एउटा youth associationsहरू होइन. So you just have to start your journey from there. जहाँबाट चाहिँ तिमीले पैसा नतिरिकन नै सिक्न पाउँछौ. अनि तिमीले पैसा त पाउँदैनौ तर तिमीले त्योभन्दा बढी एक्सपेन्सिभ कुरा लिएर गइरहेको हुन्छौ तिमीसँग. सो यस्तो क्लब्सहरू अर्गनाइजेसन्सहरू चाहिँ जोइन गर्नु. आफ्नो जर्नी मैले त्यहीँबाट सुरु गरेको. सो आई थिङ्क दिस इज द बेस्ट प्लेस टु स्टार्ट यर जर्नी एन्ड यु क्यान स्टार्ट फ्रम राइट देयर. त्यसपछि अपर्च्युनिटिजहरू डेफिनेटली आउँछ. अपर्च्युनिटिजहरूलाई नाइ चाहिँ भन्नु भएन, यस भन्नुभयो भने यु क्यान रियली एक्सेल एन्ड यु क्यान रियली रिच एट सम पोइन्ट. हो, त्यो चाहिँ एकदम राइट जस्तो लाग्छ. किनकि मैले पनि आई वाज एन इन्ट्रोभर्ट, आई स्टिल एम इन्ट्रोभर्ट होइन. तर यो बोल्ने भनेर चाहिँ मैले लियो क्लबमै आएर हो कि यसरी बोलेको. अनि मैले हाम्रो प्रेसिडेन्ट कबिरजीलाई पनि भनेको थिएँ आम एन इन्ट्रोभर्ट भनेर. यो पडकास्टको होस्टको लागि अडिसन हुँदाखेरि आम एन इन्ट्रोभर्ट तर आम इन्ट्रेस्टेड भनेर भनेको थिएँ. अनि कबिरजीले चाहिँ मलाई इन्ट्रोभर्ट जस्तो त लाग्दैन भनेर भन्नुभएको थियो कि. तर आई वाज पुसिङ माइसेल्फ नि त. अब यो मैले त्यो बेलामा गर्छु भनेर नगरेर यो लियो क्लब जोइन नगरेको भए, अनि त्यो बेला मैले आफूलाई पुस नगरेर अडिसन नगरेको भए, आई वुडन्ट बी होस्टिङ दिस नि त. आई वुडन्ट बी टकिङ विथ यु राइट नाउ नि त. दिस इज अल्सो बिग एक्सपिरियन्स नि त. मान्छेहरूले अर्निङ पैसा आएपछि मात्र हुन्छ भन्ने सोच्छ नि त. तर आई डोन्ट थिङ्क द्याट्स द केस होइन. पर्फेक्ट एक्जाम्पल चाहिँ हजुर नै हुनुहुन्छ होइन. थ्याङ्क यू सो मच. तर त्यो भयो. अब हामीले लियोको कुरा निस्किहाल्यो, एउटा सर्ट सेगमेन्ट गरौँ होइन. वी हेभ नेम्स अफ लियोको पिपल्सहरू. यहाँ उहाँको 4 जति हजुर लियोजहरूको नाम छ, 4 जति छिट लिनु अनि त्यसमा जसको नाम आउँछ उहाँको बारेमा चाहिँ 1 सेन्टेन्समा जे भन्न मन लाग्छ एकचोटि. लेट्स गो फर इट. ओके, यहाँ छ एक्साइटेड. यहाँ हाम्रो सबै अहिलेको एक्जिस्टिङ लियोजहरूको हुनुहुन्छ कि जो अगाडिदेखि लियो भइरहनु भएको, उहाँहरूको पनि नाम छ यहाँ. लियो लायन्सहरू सबैको नाम छ. 4 people under, right? एकचोटिमा एकपल्ट एकजना हैन. लेट्स गो फर इट. मैले लिइसकेँ, मैले आफैले पढेँ है त. हजुर. ओ माई गॉड. हाम्रो अहिलेको मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो साजन भण्डारीजीको नाम आएको छ यहाँ. साजनजी, यहाँ हजुरको नाम छ. साजनजीसँग भर्खर पनि भेट भएको थियो. हामीले लियो एडभान्समेन्ट सेसन सकाएका थियौँ र साजनजी चाहिँ एकदम मैले धेरै अगाडिदेखि चिनेको थिइनँ लियोमा. तर जब उहाँ डिस्ट्रिक्ट भाइस प्रेसिडेन्टको लागि आफ्नो पिच राखिरहनु भएको थियो, क्याम्पेनिङ गरिरहनु भएको थियो, त्यो मोमेन्टबाट उहाँलाई चिनेको. साजनजी चाहिँ कस्तो भन्नु, त्यो एउटा छुपे रुस्तम जस्तो मान्छे, एकदम धेरै पोटेन्सियल भएको मान्छे जसले चाहिँ आफ्नो लिमिट हरेक दिन पुस गर्नुहुन्छ जस्तो लाग्छ. अनि आई प्रिटी मच गेट सो मच इन्स्पायर्ड एन्ड मोटिभेटेड फ्रम साजनजी. साजनजीलाई जुन साजन भण्डारी, लियो साजन भण्डारी, मैले त्यो क्याम्पेनिङ गरिरहेको बेलामा उहाँलाई देखेको थिएँ, याद गरेको थिएँ. र जुन लियो साजन भण्डारी अहिले नेपालको लियोजलाई लिड गरिरहनु भएको छ एज अ मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट अफ मल्टिपल डिस्ट्रिक्ट 3 to 5 नेपाल. हि इज अ भेरी डिफ्रेन्ट पर्सन नाउ. कम्प्लिटली डिफ्रेन्ट भन्दा नि फरक नहोला मैले मेरो हिसाबले एनालाइसिस गर्दा चाहिँ.
सो उहाँ चाहिँ आफूलाई एकदमै ग्रो गराइरहने पुस गराइराख्ने अनि भेरी हम्बल एन्ड भेरी वेल स्पोकन लाग्छ सो रिसेन्टली ट्रेनिङको रूपमा म ट्रेनरको रूपमा म त्यहाँ जाँदै गर्दाखेरि पनि द वे वाज द एन्टायर टाइम भेरी काम कम्पोज अर्गनाइज्ड गुड पर्सन जेन्टलम्यान एन्ड a very potent leader भन्न चाहन्छु साजनजीलाई Okay, thank you. I hope you're watching this, Sajanji. साजनजी is definitely watching this. At least यति क्लिप भयो नि काटेर राखिदिनु साजनजीलाई डेफिनेटली हामीले यसमा ट्याग गर्नुपर्ने हुन्छ Okay, so next one. कसको नाम होला? साजनजीबाट हामीले माथिबाट सुरु गऱ्यौँ अहिले हाम्रो मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्टबाट अब अर्को नाम चाहिँ यहाँ ओहो के हो मलाई मल्टिपल डिस्ट्रिक्टले नछोड्ने भयो जस्तो छ लियो सिधा लागिजाने अघि न पनि कुरा निस्क्यो के त्यो एक्ज्याक्टली स्टार्टिङमा नै हाम्रो अघि पनि कुरा भएको थियो अस्मिताजीलाई लियोको दिजु सबको दिजु लियोमा जतिजना पनि हुनुहुन्छ मैले अस्ति भर्खरै बर्थडे पोस्ट पनि हेरेको थिएँ धेरैजना नोटिस पनि गर्नुभयो होला ह्याप्पी बर्थडे दिजु ह्याप्पी बर्थडे दिजु ह्याप्पी बर्थडे दिजु त्यो सबै लियोजहरूले पोस्ट गर्नुभएको थियो a true sister, a true big sister of all the Leos, a true big sister of all the Leos. So as a big sister, जति पनि responsibilities उहाँले नेपालको लियोजहरूको लागि निभाउनु भयो त्यो चाहिँ एकदमै तारिफ गर्न योग्य छ र हामी एकदम धेरै रेस्पेक्ट गर्छौँ लियो अस्मिता लामिछानेजीलाई once a multiple district president always a multiple district president thank you so much for your remarkable leadership journey हामी यो लेगेसीलाई चाहिँ कहिले पनि बिर्सिदैनौँ सो ओके नेक्स्ट वान अब चाहिँ हो भ्रिकुटीतिरै लाग्यो होला लेट्स सी हाम्रो साथीहरू यहाँ बिहाइन्ड द क्यामेरा पनि हुनुहुन्छ उहाँहरूको नाम कसैको आयो भने अझै रमाइलो हुन्थ्यो सो लेट्स सी अब दुईजना मात्रै बाँकी हुनुहुन्छ एकजनाको नाम ओ माई गड के हो यस्तो आज उहाँ हामीसँग हुनुहुन्छ तर आई गेस अहिले चाहिँ बाहिर हुनुहुन्छ होला लियो प्रमिशा दुलाल अब के भनौँ म लियो प्रमिशा दुलालको बारेमा प्रमिशा दुलालको मात्रै कुरा गर्ने हो भने चाहिँ यहाँ कुरा गरेर सकिँदैन होला तर लियो प्रमिशा दुलालको कुरा गर्नु पर्दा चाहिँ I don't know, for some people you don't have wordsले justify नै गर्न सक्दैन जस्तो लाग्छ प्रमिशा has always been a very marvelous Leo and excellent friend to me लाइफमा त्यो कस्तो हुँदो रहेछ नि एउटा जर्नीमा अगाडि बढ्दै गर्दा मिड वेजमा पुगेपछि चाहिँ यु डोन्ट ह्याभ अ सपोर्ट सिस्टम त्यो सपोर्ट सिस्टम आफूसँग हुँदैन जस्तो लागिरहेको बेलामा चाहिँ आई मेट प्रमिशा इन लियो एन्ड आई ह्याभ हर एज द बिगेस्ट सपोर्टर एन्ड सपोर्ट सिस्टम अफ माई लाइफ राइट नाउ एन्ड वेन आई रिफर समवन एज अ फ्रेन्ड आई रिफर द्याट पर्सन एज माई फ्यामिली So Pramisha is a family to me, and Leo Pramisha is also a very amazing Leo member of Leo Club of Kathmandu Brikuti. Very amazing. And yeah, I don't have much words for her. I am really going through the emotional roller coaster ride, and I love you, Pramisha. When I say it, I mean it wholeheartedly. And thank you for everything you've done for me as your Leo friend. And thank you for everything you are doing in Leo. You are an amazing person and you will reach higher heights every day, every moment in life. Lots of love. For our viewers, Pramisha just entered and she is blushing right now. Very happy. Kuch sweet moment hai na. I don't want to interrupt this, but we have to pick someone. Exactly. Last एउटा अब लेट्स सी को आउनुहुन्छ त रश्मिजीको नाम पर्ने ओके मेरो लागि यति धेरै इम्पोर्टेन्ट मान्छेहरू मैले आज पिक गरिरहेको छु एन्ड आइ एम रियली ग्रेटफुल लायन सरिलिगाल म्याम सो म्याम र मैले चाहिँ लिडरसिपको जर्नी सँगै सेयर गऱ्यौँ म लियो क्लब प्रेसिडेन्ट हुँदै गर्दा म्याम लायन्स क्लब प्रेसिडेन्ट अनि जुन लायन्स र लियोमा एउटा ग्याप बिल्ड भइरहेको थियो लियो क्लबमा हाम्रो क्लबमा या अरू कुनै क्लबमा त्यो अहिले पनि छ हाम्रो क्लबमा पनि त्यति बेला अलिकति धेरै नै क्लोजनेस थिएन ठिकै मात्रै एउटा लेभलको थियो तर लायन्स सरी म्यामले जुन किसिमले मलाई सपोर्ट गर्नुभयो र म जुन किसिमले लायन सरी म्यामसँग थिएँ एज अ मदर सी वाज देयर एज अ गार्जियन सी वाज देयर वी वर भेरी डिफरेन्ट म्याम र म एकदम फरक मान्छे हो म्याम
अर्कै धारले सोच्ने मान्छे म अर्कै धारले सोच्ने मान्छे जेनेरेसन ग्याप एकदमै ह्युज बट स्टिल सी वाज अलवेज द्याट कहिलेकाहीँ मिलाएर काम गरियो कहिलेकाहीँ मिलेर काम गरियो कहिले मिलाइयो पनि धेरै कुराहरू नमिलेका कुराहरू कहिलेकाहीँ दुईजना मिलेर पनि काम गरियो र म्यामसँग चाहिँ म एकदमै धेरै ग्राटिट्युड होल्ड गर्छु र मलाई अझै पनि याद छ म्यामसँग एकदमै इम्पोर्टेन्ट र एकदम प्रेसियस मोमेन्ट सेयर गरेको छु मैले लाइफको म्याम चाहिँ अहिले पनि आई बिलिभ सी इज इन आवर 60s probably 50s or 60s नै होला अहिले म्याम 60s मा हुनुहुन्छ होला म्याम स्टिल राइड्स हर बाइक हरसेल्फ सी डज नट राइड स्कुटर सी राइड्स बाइक सी गेभ मी अ राइड बाइकमा सी गेभ मी बाइक राइड अनि मैले त्यो स्टोरी पनि राखेको छु म अहिले पनि त्यो मोमेन्ट सम्झिन्छु अनि म्यामले मलाई त्यति बेला चाहिँ कस्तो के पनि भन्नुभयो भने तिमी अलरेडी यति धेरै इन्डिपेन्डेन्ट छौ बट यु सुड बी मोर इन्डिपेन्डेन्ट अनि तिमीले अब यो राइड सेयरिङ या यसरी गर्नुभन्दा पनि यु हेभ टु लर्न राइडिङ योरसेल्फ अनि त्यसपछि आफूलाई डिफ्रेन्ट ठाउँमा आफैले लिएर जान सक्ने हुनुपर्छ सो डु इट भनेर म्यामले मलाई आफ्नो बाइकमा राइड दिनुभएको थियो एन्ड त्यो एन्टायर मोमेन्टमा वी जस्ट टक अबाउट फिमेल वी जस्ट टक अबाउट वुमेनहुड वी जस्ट टक अबाउट बिङ इन्डिपेन्डेन्ट एन्ड बिङ गुड पर्सन इन जेनरल कसरी काम गर्ने के कुरा कस्तो माथि तल माथि अहिले पनि म्यामले कति धेरै कमेन्ट गरिरहनु भएको हुन्छ मेरो पोस्टहरूमा अनि कस्तो ग्राटिट्युड होल्ड गर्छु म एकदमै धेरै ग्रेटफुल छु सो एकदम मेरो स्पेसल मोमेन्ट्सहरू सेयर गरेको मान्छेहरू नै आज यहाँ ठ्याक्कै लिस्टमा पनि आउनुभयो एन्ड यहाँ लाइन सरी म्याम आइ एम रियली ग्रेटफुल धेरै धेरै धन्यवाद यहाँले गर्दा नै सायद मेरो प्रेसिडेन्सियल जर्नी त्यतिको सक्सेसफुल हुन पायो धेरै थोरै के भयो कम तल माथि भयो तर पनि मलाई लाग्छ मैले मेरो धर्म निभाएँ र त्यो धर्म मैले निभाउन सक्नुमा हजुरको एकदमै ठुलो हात छ र सधैँ नै सरी म्याम चाहिँ मेरो लागि आमा तुल्य नै हुनुहुन्छ थ्याङ्क यू म्याम ल यो सेगमेन्ट एन्ड गर्नुभन्दा अगाडि चाहिँ एकजना लास्ट पिक गरौँ अनि ओके ल वान मोर अब यहाँ धेरैजनाको नाम छ जस्तो लागिरहेको छ आई थिङ्क आई वान्ट यु टु पिक वान ओके कसको नाम आउँछ है त ओके म हेरौँ हुन्छ म हेर्छु है त लियो लाइन राजन बाबु ढुङ्गाना ओके राजनजी राजनजीसँगको मेरो फर्स्ट इन्काउन्टर एकदमै मेमोरेबल छ मेरो लागि र अहिलेसम्म पनि राजनजी जुन हिसाबले आफ्नो लिडरसिप यात्रा एकदमै उहाँ चाहिँ गर्ने भनेपछि गर्ने भन्ने भनेपछि भन्ने होइन हामी अलिकति यो कुरामा अपोजिट पनि छौँ राजनजी बोल्ड एकदम बोल्ड मान्छे हुनुहुन्छ र जुन हिसाबले आफ्नो प्रेसिडेन्सियल डिस्ट्रिक्ट प्रेसिडेन्सियल जर्नी पनि उहाँले कन्टिन्यू गरेर एकदम सक्सेसफुल्ली एन्ड गर्नुभयो त्यो हेरेर पनि मलाई एकदम होइन यसरी पनि हामीले काम गर्न सकिने रहेछ एउटा डिफ्रेन्ट पर्सपेक्टिभमा पनि ओपन गरिदिनु भयो क्या होराइजन म क्लब प्रेसिडेन्ट हुँदै गर्दा उहाँ डिस्ट्रिक्ट प्रेसिडेन्ट हुनुहुन्थ्यो भेरी सपोर्टिभ एन्टायर टाइम राजनजी थ्याङ्क यू सो मच फर द्याट राजनजीलाई मैले अघि भनेको थिएँ म सुतेको गरेर नउठेको धुलीखेलमा राति यति धेरै ब्याग बोकेर म ठ्याक्कको धुलीखेल पुग्दाखेरि राजनजीलाई भेटेको थिएँ मैले राजनजीले त्यति बेला मलाई बोलाउनु भएको थियो अनि म चाहिँ विभूषा म यहाँबाट आएको भनेर राजनजीसँग कुरा भएको थियो र अहिले लियो लाइन राजन बाबु ढुङ्गाना भइसक्नु भएको छ नट जस्ट लियो राजन बाबु ढुङ्गाना भर्खरै फादर पनि भइसक्नु भएको छ राजनजी कङ्ग्रेचुलेसन्स एन्ड हजुरको फादरहुडको जर्नी राम्रो भइरहेको छ होला भन्ने मैले अपेक्षा राखेकी छु र जस्ट एज एन अमेजिङ एन्ड वन्डरफुल लियो लायन आफ्नो फादरहुडको जर्नीलाई पनि अझै राम्रो यहाँले बनाउनुहुन्छ भन्ने कुरा म पूर्ण विश्वास छु कङ्ग्रेचुलेसन्स आइ एम सो ह्याप्पी फर यु एन्ड भाउजू एन्ड एन्टायर फ्यामिली द्याट्स अल थ्याङ्क यू सो मच सो यो स्विट नोटमा नै हामी यो सेगमेन्टलाई एन्ड गर्छौँ एक्ज्याक्टली सो लेट्स टेक दिस राइट जसको नाम त्यहाँ थियो अब उहाँहरूले चाहिँ कस्तो मिस गर्नुभयो अपर्च्युनिटी मेरो मुखबाट केही शब्दहरू सुन्ने हाम्रै क्लबको प्रेसिडेन्ट कविजी पनि एक्साइटेड भएर सुनिरहनु भएको थियो उहाँको आएन मैले कविजीको बारेमा अघि नै तारिफ गरिसकेँ सो अब चाहिँ हामी विभूषा एज अ पर्सनलाई जानौँ होइन विभूषा बिसाइड एमसी होइन विभूषा बिसाइड अर होस्टिङ करियर वाट्स युर फिलोसोफी इन लाइफ हुन्छ नि जुनले चाहिँ हजुरलाई सेप गरेको छ नि यु फलो द्याट भनौँ न हजुरको पाथमा चाहिँ जुन पाथमा जानु हुँदाखेरि पनि यु फलो द्याट अनि
हार्टली नै हार्टफुल्ली फलो गर्नुहुने फिलोसफी एउटा ओके eyes on the stars, feet on the ground, and heart at the very happy place. So I think that sums up my life, and that sums up the motto of my life. I always look forward to reach newer heights, but I don't want to leave my foot from the ground. आफ्नो जुन एउटा धरातल छ त्यो बिर्सिन हुँदैन जस्तो लाग्छ र मैले कहिलेकाहीँ त्यो आफूमा आउँछ थोरै अहङ्कार हो मान्छेमा आउँछ मान्छेको अहङ्कार आउने एउटा प्रक्रिया नै हुन्छ त्यो अहङ्कार आउँदै गर्दा पनि म यो मोटो सम्झेर आफूलाई होल्ड अन गर्छु आफूलाई काम डाउन गर्छु र मन चाहिँ सधैँ खुसी हुनु पर्यो जस्तो लाग्छ मलाई जे गरे पनि लाइफमा जता पुगिए पनि आफूले जहिले राम्रो गर्छु भनेर अगाडि बढ्ने हो र आफ्नो धरातल नबिर्सिने हो र आफू खुसी हुने हो यति गर्नु पर्यो लाइफमा त्यही नै हो जस्तो लाग्छ अहिले त मलाई अलिक म बुढी भइसके जस्तो पनि लाग्छ कि रस्नु धेरै टाइम सोच्दाखेरि चाहिँ कस्तो म आफूलाई एनालाइसिस गर्छु अनि ओहो यो त यति इयर्सको विभूषा त यस्तो नहुनु पर्ने कस्तो म भन्छु कि मसँग क्लोज हुनुभएको मान्छेलाई मलाई कस्तो म बुढी फिल हुन्छ भन्छ नि जस्ट द्याट एज वाइ डु यु फिल सो ओल्ड एट दिस यङ एज मलाई चाहिँ कस्तो बुढी पनि फिल हुन्छ कति धेरै टाइममा बुढी भन्दा पनि एजले चाहिँ अनि मैले धेरै लाइफ अलिकति उयो गरेँ कि जस्तो पनि लाग्छ सो तर त्यही हो हम्बल रहनु लाइफमा हम्बल राख्छु म आफूलाई जहाँ पुगे पनि एन्ड किप स्प्रेडिङ स्माइल्स लाइफ सबैको नै गाह्रो हुन्छ लाइफ इज नट द्याट इजी तर लाइफको सुन्दरता नै त्यही हो सधैँ राम्रो हुँदैन सधैँ नराम्रो पनि हुँदैन द्याट्स द ब्युटी अफ लाइफ एन्ड इम्प्रेस इट टु द फुलेस्ट एन्ड आफूमा त्यो अहङ्कार चाहिँ आउन नदिनु होला त्यहाँबाट चाहिँ धेरै कुराहरू बिग्रिन सक्छ सो त्यही नै मोटो फलो गर्छु यो अहिलेको विभूषाले सोचिरहेको कुरा हो भोलि 10 वर्षपछिको विभूषाले यो हेर्दै गर्दा फेरि विभूषालाई होइन जस्तो पनि लाग्न सक्ला तर अहिलेको विभूषाको लागि सही कुरा यही नै हो र विभूषाले यही नै भन्छ सबैजनालाई आई थिङ्क यो चाहिँ सबैले नै फलो गर्नुपर्ने नै कुरा हो जस्तो लाग्छ कि टु बी ग्राउन्डेड नो म्याटर वेयर यु गो होइन नो म्याटर हाउ फार यु रिच अब यो कुरा गर्दै गर्दाखेरि होइन हजुरले भन्नुभयो यति बुढी फिल हुन्छ भनेर द्याट इज बिकज अफ यर लाइफ एक्सपिरियन्स यु एक्सपिरियन्स सो मच नि त त्यो भएर भयो सो अब यति एक्सपिरियन्स गर्नुभयो तर 12 इयर ओल्ड विभूषाले चाहिँ अहिलेको 22 इयर ओल्ड विभूषा Oh my god, she revealed my age. 12 year old Vibhusa, how would she feel about ahileको Vibhusa? Would she be proud? Oh, she would be proud. I mean, I think she is proud. She is definitely proud. She wanted to reach here, wanted to be here someday, and she is still here. अहिले यही नै छ विभूषा जहाँ सोचेको थियो आफूले आफूलाई त्यहाँ छ होला कति ठाउँमा पुग्न बाँकी नै छ होला एन्ड 100% स्योर 12 इयर्सको विभूषालाई म प्रमिस गर्छु जति पनि सोचेको छौ लाइफमा जति पनि गर्छु भनेर सोचेको थियो त्यो सबै ठाउँमा अहिलेको विभूषाले तिमीलाई पुर्याउँछ सो डोन्ट वरी अन द्याट प्राउड फिल गर्छ होला धेरै मोमेन्ट्सहरूमा गिभ अप गर्न पनि मन लागेको थियो तर पनि गिभ अप गरिएन कति मोमेन्ट्सहरूमा केही गर्न मन थिएन बसिरहन मात्रै मन थियो लाइङ डाउन एन्ड जस्ट डुइङ नथिङ लाइफमा त्यस्तो मोमेन्ट्सहरू पनि थियो तर पनि पुस गर्यो उसले र तिमी अहिले खुसी छौ होला मलाई हेर्दा अब टाइम ट्राभल गर्न मिल्ने भएको भए चाहिँ म साँच्चै जान्थेँ होला उसँग अझ कुरा गर्थेँ होला र अलिकति मोटिभेसन चाहिँ जुन 12 इयर्सको विभूषामा थियो त्यो अहिले अलिक कम हो कि जस्तो पनि लाग्छ कति टाइममा तर या 12 इयर्स विभू इज रियली ह्याप्पी and I won't let her down at all. That was so sweet. So finally हामी चाहिँ अब viewers like something a message to the viewers and advice हैन अब public speaking हरू अझ यो एपिसोड probably public speaking हरू गर्ने इन्ट्रेस्ट हुनेहरूले धेरैले हेर्नुहुन्छ होला हैन सो उहाँहरूको लागि चाहिँ एउटा piece of advice that they can follow. Public speaker मा हुनपर्ने धेरै गुणहरू त हुन्छन् हैन तर त्यसमा सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ प्रिपेयर्डनेस हो जहिले पनि प्रिपेयर्ड हुनुपर्छ when you are a public speaker
you can't have an excuse of not doing it. म गर्दिनँ भनेर गर्ने कामलाई चाहिँ इग्नोर गर्ने एउटा एक्सक्युज चाहिँ हुँदैन. सो यु सुड अलवेज बी प्रिपेयर्ड. आफूले आफूलाई प्रिपेयर्ड राख्नु पर्यो. अब त्यो प्रिपेयर्ड राख्नलाई कसैले रिसर्च गर्नुहुन्छ होला, कसैले प्र्याक्टिस गर्नुहुन्छ होला, कोही गुड लुकिङ भएर आउनुहुन्छ होला होइन, कोहीले चिट बनाउनुहुन्छ होला आफूले बोल्ने कुराहरू, कोहीले मिरर अगाडि बसेर आफूसँग कुरा गर्नुहुन्छ होला होइन, धेरै कुराहरू हुन्छ. If you are a public speaker, you should have this very important quality, that is preparedness. You should always be prepared. र त्यो preparedness चाहिन्छ. मैले एज अ तपाईँसँग बोल्दै गर्दा म प्रिपेयर्ड, मैले आफूसँग मिररमा कन्भर्सेसन गरेर गरिनँ होला, मैले पोइन्ट यो बोल्छु भनेर गरिनँ होला, तर आई वाज प्रिपेयर्ड मेन्टली, फिजिकली, इमोसनली. आई वाज प्रिपेयर्ड. एट टाइम्स वेन आई फेल्ट लाइक इट वाज गोइङ beyond, I tried to stop myself. I tried to hold on to that moment, and that's what my preparedness is for today's our conversation. Preparedness चाहिँ हुनुपर्छ. हजुर पनि धेरै प्रिपेयर्ड हुनुहुन्छ, त्यही भएर हामी यस्तो मजाले कुरा गरिरहेका छौँ. So that's pretty much important factor. So lastly चाहिँ म एउटा क्वेसन सोध्न चाहे. लास्ट पर्सनल क्वेसन हो. You can add on one more. We saw actress Bibhusa recently, होइन, अनि कान्छीको चुरोले बानी. You look so gorgeous. म बिहान त्यही भिडियो हेरिरहेको थिएँ होइन. You look so beautiful in that 80s को मेकअप एन्ड अल होइन, 80s 90s को मेकअप. सो हामीले चाहिँ अब एक्ट्रेस बिबुसा चाहिँ फेरि देख्न पाउँछौँ कि पाउँदैनौँ होला त? कस्तो स्पाइसी क्वेसन एन्डमा आएर. हेरौँ, लाइफको यात्रा हो, नो भन्दिनँ म, तर आई कान्ट मेक श्योर यति बेला यो टाइममा यस्तो भनेर चाहिँ भन्दिनँ. Let's see, there might be a lot of surprises on the way for myself and for you all, for everyone who's watching me, watching us. Surprisesहरू छ होला. यो पनि खासै प्लान थिएन भने नि मैले अपर्च्युनिटिजको कुरा. When opportunities come, you just open-heartedly accept it. So I did it, and I think मैले justice गर्न ट्राई गरेको छु. अब अडियन्सले कतिको रुचाउनु भयो त्यसमा पनि भर पर्छ. सिक्ने सिकाउने कुराहरू अझै अगाडि बढाउँछु होला. र आई एम प्रिटी मच ह्याप्पी विथ वाट एभर ह्यापन्ड विथ द्याट म्युजिक भिडियो, एन्ड आई ह्याड भेरी अमेजिङ एक्सपिरियन्स डुइङ इट. सो एक्ट्रेस बिभूषा, होस्ट बिभूषा, अन्य बिभूषा पनि लाइफमा देख्नुहुन्छ. भर्खर लाइफको धेरै सकेको छैन, सुरु मात्रै भइरहेको छ. लाइफको 2 दशकभन्दा अलिकति बढी मात्रै जिएको छु. अझै 3-4 दशक त बाँच्ने हो. 3-4 दशकमा धेरै कुराहरू देखिन्छ. 20बाट त +1 भने 1 एज भनेर गनिने गरिन्छ नि त. +1 +2 इट्स जस्ट स्टार्टिङ पोइन्ट. वी विल सी अ लट अफ थिङ्स. टिनेज नै भएको छैन म त्यसमा. सो अब कति म त आई एम भेरी स्पिचलेस के टु टकिङ विथ यु होइन, एभ्रिथिङ टु हियरिङ योर. सो एम आई रश्मि. आई ह्याड रियली वन्डरफुल टाइम. हुन्छ नि जुन किसिमको क्वेसन्स यु पुट फरवर्ड अनि जुन किसिमले यु आर लिडिङ द कन्भर्सेसन, आई एम रियली लभिङ इट. मलाई एकदम मजा आइरहेको छ. अनि द वे यु आर smiling the entire time, it is giving me so much of positive energy. त्यो पोजिटिभ एनर्जीले पनि मलाई अझै धेरै पुस गरिरहेको छ. मैले के कुरामा चाहिँ मैले एम्फसाइज गर्ने भन्ने पार्टमा. सो यु आर एन अमेजिङ होस्ट, एन्ड यु विल एक्सेल मोर देन दिस. अझै नै धेरै एक्सेल गर्नुहुन्छ तपाईँले. त्यो कुरामा कुनै दुई मत नै छैन. I had an amazing time, and this is truly very memorable to me. Thank you so much. I hold it on, so you should do that for me at least. हजुरलाई कल गर्दाखेरि यो पोडकास्टको लागि I was so nervous. म पुरा हैन should I get it? No, Rashmi, I have been there. So I know how it feels. So म जुन मोमेन्टबाट गुज्रेको छु त्यो मोमेन्ट कस्तो हुन्छ भनेर अरु मान्छेलाई कस्तो भइराछ भने म फिल गर्न सक्छु. I try my best to not be very rude or very straight up, किनभने त्यो कुरा भयो भने अझै झन् प्यानिक हुन्छ के ला this भनेर. I try to keep it very minimal and very simple. एकदम सिम्पल कन्भर्सेसन गर्न मन लाग्छ. I hope I was able to do it. And you are fabulous. Thank you so much. You were so warm to me. And I could do this in first episode. So thank you so much. I am so honored to be talking with you.
बिबुसा बसेरलाई मैले क्वेसन सोध्न पाउनु भनेको इट्स अ भेरी please. I'm just like another Rasmi. I'm just another Rasmi. I'm just another girl who is doing life in her own way, living life in her own terms, being happy and learning to live life to the fullest. That's all. I'm just another girl. Thank you so much. So यो podcast end गर्नुभन्दा अगाडि चाहिँ we have a very small short surprise for you. अब त्यो भिडियोजहरु Let's go for it. हामी अहिले लियो निरज डङ्गुलजीको भिडियो हेर्दैछौँ. आई थिङ्क अ भेरी स्विट मेसेज फर मी. 2 मिनट्सको रहेछ. 2 minutes 5 seconds. लियो निरजजीको बारेमा अलिकति म भनिहाल्छु. म प्रेसिडेन्ट हुनुमा चाहिँ उहाँको पनि एकदम धेरै मलाई एकदम सपोर्ट पनि छ र प्रेसिडेन्ट यस्तो पनि हुँदो रहेछ भनेर निरजजीले मलाई जहिले सरप्राइज गर्नुभएको हो लाइफमा. एन्ड एउटा ह्युज इम्प्याक्ट पनि छ मेरो लिडरसिपमा पनि उहाँको. एन्ड आइ एम रियली ग्रेटफुल टु यु निरज दादा. सो लेट्स गो फर इट. हेलो बिबुसा, द जेन्जी बिबुसा, गुड मर्निङ. कसरी जेन्जीहरूले कन्ट्रीमा एउटा चेन्ज लिएर आएको छ यो वर्ष. त्यसरी नै यो सालमा एज अ प्रेसिडेन्ट हुँदै गर्दा क्लबमा इन्ट्री गरेपछि एउटा क्लबमा एउटा रेभोल्युसन, एउटा चेन्ज. Oh my God. एकदम लकी फिल गर्छु आफै एज अ प्रेसिडेन्ट हुँदै गर्दा. That's so sweet of you, Neeraj Dada. क्लबमा इन्ट्री भएको थियो. एउटा मिसिङ जेनको रूपमा कति स्विट. क्लबमा एउटा I can't even stop this. जुन प्रोग्राममा एकदम एट्याचमेन्टका साथ उसको एउटा जुन इन्भल्भमेन्ट हुन्थ्यो त्यसले नै मेरो एउटा प्रेसिडेन्टमा मलाई काम गर्न एकदम धेरै सजिलो भएको मलाई फिल हुन्छ. र उसँग ऊ आउँदाखेरि नै एकदम ट्यालेन्टेड नै मलाई लाग्थ्यो. तर जुन अहिले बिउसाले एउटा ग्रोथ गरेको छ अहिले लिएको यात्रा हेर्दाखेरि उसले एकदमै धेरै एचिभमेन्ट यो सानो एजमै गरेको छ. उसले म करियरको लागि आफ्नो फ्युचरको लागि अल द बेस्ट भन्न चाहन्छु. र उसँगको मेमोरीहरूको कुरा गर्नुपर्दाखेरि एउटा दुईवटा छैन, धेरै नै छन्. एक्ज्याक्टली. टाइमिङ लाग्यो भने प्रेसिडेन्ट हुँदै गर्दाखेरि जुन उसले एउटा क्लबमा एउटा म्यासिभ लियोमा के पनि हुनसक्छ भनेर उसले देखाएको थियो. त्यो फाइनेन्सियल इयर नै मलाई एउटा एकदम मेमोरेबल. Thank you so much, Neeraj Dada. सिक्ने जाने पाएको छु. बेस्ट विसेस टु अल द टिम. Thank you. Yay. कस्तो स्विट मेसेज. मलाई कस्तो सरप्राइज पनि लाग्यो नि. निरज दादा खासै यस्तो क्यामेरा अगाडि कम्फर्टेबली बोल्ने भिडियो बनाइराख्ने मान्छे हुनुहुन्न थियो. अहिले पनि उहाँले खासै धेरै पोस्ट गर्नु हुँदैन. तर he made that effort. He made this effort for me. He was very म बिबुसाजीको एपिसोड हुँदैछ सो विल यु डु दिस. हुँदैन भने टेक्स्ट गर्दा पनि हुन्छ भनेर आयो टोली. होइन होइन म भिडियो गर्छु अहिले चाहिँ बिजी छु पछि एकछिनमा गर्दा हुन्छ होला नि है भनेर भन्नुभयो कि हि वाज भेरी ओपन टु इट. ओके. निरज दादा एकदम सरप्राइजिङ पनि लाग्यो. अनि धेरै भयो नभेटेको. आई रियली मिस निरज दादाको एनर्जी. एउटा काम कम्पोज तर इक्वल्ली एम्पावरिङ एनर्जी. एन्ड होप टु सी यु सुन निरज दादा. अनि केही टाइम अगाडि चाहिँ उहाँ लाइफमा बिजी भएर पनि होला फोन गऱ्यो भने फोन उठाउनु हुँदैन थियो. अब आई विल ट्राई आफ्टर दिस भिडियो डेफिनेटली है त. अब लेट्स गो फर अनदर भिडियो. आई थिङ्क मनिषीको भिडियो छ यहाँ. लियोको नै टी सर्ट लगाउनु भएको छ मनिषीले. ल लेट्स गो फर इट. भएन सुनिरहेको छ सानो. What do you mean by राम्रो नै?
Thank you. म कसरी कनेक्टेड भएँ आई डोन्ट नो मलाई चाहिँ जस्ट यतिकै कनेक्सन भयो अनि समटाइम्स आई फिल लाइक द्याट आई सुड टक विथ हर मैले उसलाई पर्सनली पनि भेटेँ You always have me, you always have me. उसले सुन्यो कि र उसको चाहिँ त्यो कुरा चाहिँ एकदम प्लिज वर्क Yes, I do, and I'm always there. Very true. always keep signing. खुसी हुनुहुन्छ नि श्योर खुसी हुनुहुन्छ नि श्योर Thank you so much, Manish Dada is truly a brother figure to me. र एङ्करिङकै कुरा यहाँ प्रेसाइसली जोडिरहनु भएको थियो अनि एकदम राम्रो लागेको अर्को कुरा भनेको चाहिँ मनिष दादाले मेरो लिसनिङ एबिलिटीको बारेमा कुरा गर्नुभयो विच आई थिङ्क इज भेरी इम्पोर्टेन्ट बोल्न त बोलि नै हालिन्छ तर के बोल्ने भन्ने कुरा चाहिँ कहिलेकाहीँ सुन्दा सुन्दै पनि सिकिन्छ कि अनि त्यो सुन्न चाहिँ म एकदमै धेरै क्षमता राख्न खोज्छु अब कहिलेकाहीँ आफूले अब त्यो काम लुज पनि गरिन्छ बट आई क्यान रियली लिसन टु पिपल and I'm grateful to you, Manish Dada, and I'm open to listening to you anytime, anywhere. Thank you so much. Lots of love. So let's last one. Okay. I think छैन जस्तो छ last one चाहिँ. छैन. Open. Okay, भर्खर forward भएको रहेछ. Let's see if this. First of all, thank you so much for coming to our podcast, and I give you Oh my god, ल हामी सुरु गरौँ यसलाई अलिकति वाइड गराएर ल प्रमिषाजी हुनुहुन्छ प्रमिषाजी हामीसँग आज सुटमा पनि हुनुहुन्छ रश्मिजी shall we begin? Yes, let's begin. First of all, thank you so much for coming to our Rikuti podcast, and I give you and Rikusaji. Whereas I want to say Ribusha as a leader is someone जसले चाहिँ सबैजनालाई सँगै लिएर जान्छ कसैलाई पनि पछाडि छुटाउँदैन तिमीलाई त छोड्दिन हैन झन् सबैजना सँगै लिएर जाने एकदमै स्ट्रङ लेडी भन्छु म चाहिँ शी इज भेरी काइन्ड भेरी वाइज भेरी म्याच्योर बस लेडी सिम्पली Okay. एज अ फ्रेन्ड चाहिँ यसमा त मैले बोल्न थालेँ भने एकदमै राम्रो ए भगवान हाम्रो कुरा नि मिल्यो है good friend of mine, like simply in words if I have to say, is like that she is that solution to my delusional world. Confusion So are you? Strong opinion. She is mentally very strong. She is very sweet and very goofy when she is with me. She seriously with me, of course, to friend not only but then besides that, any one thing that people should know about Ribusha is she is mentally very, very, very strong. And you एकदमै sweet, एकदमै kind भयो पनि कुन ठाउँमा आफ्नो kindness, आफ्नो sweetness use गर्नुपर्छ र कुन ठाउँमा चाहिँ आफ्नो strong bold भएर present हुनुपर्छ मलाई चाहिँ त्यो मजाले थाहा छ. So I feel बुझ्दैछु म so good and thank you for coming to my life. Thank you for being that friend of mine. 100% trust गर्न सक्छु and I can rely on you on any problems. She has never been biased towards anybody, even towards me. If I am wrong, she is there saying, If you are wrong, you are wrong. And when I am not wrong, we will like stand in the say, thank you so much for that. I love you so much. I am very, very, very proud of you, and we all Rikutians are proud of you. Love you. Yay! Lots of love. Okay, that was a sweet ending. प्रमिषाको बारेमा अघि नै भनिहालेँ प्रमिषालाई जति गाह्रो भइरहेको थियो मेरो बारेमा कुरा गर्न मलाई पनि उसको बारेमा त्यति नै कुरा बोल्दाखेरि गाह्रो भइरहेको थियो
त्यो वर्ड्सहरू चाहिँ खासै पाइँदैन कोही कोही व्यक्तिको बारेमा भन्नको लागि. सो हामी पडकास्टको पनि एन्डमा आइहाल्यो होइन. इट वाज अ भेरी स्विट टाइम अनि भेरी इन्सपायरिङ टु टक विथ यु, टु लिसन टु यु. सो हाउ डु यु फिल? आजको पडकास्ट कस्तो भयो जस्तो लाग्छ? आई फिल इट्स भेरी रेजुभिनेटिङ मेरो लागि पनि. त्यो बोल्दै गर्दा एनर्जी जानु पनि, तर मलाई चाहिँ झन् एनर्जाइज फिल भइरहेको छ. त्यो ऊर्जा, त्यो सकारात्मक ऊर्जा भनौँ न, त्यो चाहिँ मैले हजुरबाट पनि पाइरहेको छु. र म बोल्दै गर्दा मेरो यात्रा नै एकचोटि त्यो किताबको पाना पल्टाए जसरी नै पल्टिरहेको छ अगाडिदेखि. र यस्तो सेल्फ रिफ्लेक्सन मोमेन्ट्सहरू चाहिँ लाइफमा इम्पोर्टेन्ट पनि हुन्छ. र यो मोमेन्ट मैले रश्मिजीसँग सेयर गर्न पाएँ. एन्ड म एकदमै धेरै नै कृतज्ञ छु टु माई इन्टायर भ्रिकुटी फ्यामिली. धेरै त केही भन्न सक्दिनँ, तर भ्रिकुटी फ्यामिलीको लागि चाहिएको बेला, मेरो जरुरत भएको बेलामा चाहिँ म सधैँ नै हुनेछु र छु पनि जस्तो लाग्छ अहिले पनि, र पछि पनि हुने नै छु. And lots of love. Home away from home, a family away from family is Leo Club of Kathmandu Bhrikuti family, Leo family in general, in whole as a whole, and you always have me. Thank you. Thank you so much Vibhusaji for coming here अनि यस्तो राम्रो कुरा गरिदिनु भयो. हजुरको यति इम्पोर्टेन्ट टाइम होइन हामीसँग स्पेन्ड गर्नुभएछ. थ्याङ्क यू सो मच. अनि हजुरको लागि चाहिँ एउटा हाम्रो पार्टनरबाट चाहिँ सानो गिफ्ट छ. सो आई वुड लाइक टु गिभ द्याट टु यु. डेफिनेटली आई लभ गिफ्ट्स. हामीसँग चाहिँ हाम्रो पार्टनर VXL एजुकेसनको कप छ. Yes, I can see it. VXL Migration and Education Consultant. धेरै धेरै धन्यवाद उहाँहरूलाई. लियोलाई जसरी सपोर्ट गरिरहनु भएको छ, भ्रिकुटीलाई जसरी सपोर्ट गरिरहनु भएको छ, उहाँहरूको लागि हामी ग्र्याटिट्युड एकदमै धेरै हाइएस्ट फर्ममा होल्ड गर्छौँ. र आगामी दिनमा पनि यस्तै सपोर्ट गरिरहनु होला हाम्रो फ्यामिलीलाई. र भेन्यू पार्टनरको बारेमा त के भन्नु, हामी यति समयदेखि यहाँ छौँ होइन. यहाँको रिसोर्सेसहरू युज गरिरहेको छौँ. एकदम राम्रो अमेजिङ भेन्यू पनि हामीलाई प्रोभाइड गरिदिनु भएको छ. स्किप एन्ड स्किप एन्ड आई अलवेज लभ यहाँको एनर्जी एन्ड आई एम ह्याभिङ अमेजिङ टाइम हियर. थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच.